लाउनु सारथी गरौँ। सर्वगणगुं स्वस्ति आत्मसनिलजा शनिकोशनिलोकशन्यवयसि शीतल कमला मंडलाई कली कलारित वनमाला जय जय दीना मणि मंजन मंदनाये भवा मंदनाये मुनि दरबार जय जय देव आदि अति सर्वै कांचनाये जनाये यतो पुराणादि नदी जय जय देव मनो मोदनाये कवि नासरे गयो नासरे सुरपुरा देवी निधान जय जय देव हरे जय जय देव हरे जय सुखावि हमारा सभी सदस जय जय देव आपे भजन जय माता दीपों का चांद चकोरा जय जय देव हरे
देहनाकं महिमानां शतक्रजप्रपूर्णिसाध्या शान्तिरेवः शतमन्त्रपुष्पाञ्जलि समर्पयामः। बोले सिद्धि बुद्धि सिद्धि गणपति भगवान को, नारायण भगवान को, जगन्नाथ भगवती दुर्गा माता की, स्वामी महादेव को, नारायण भगवान को, राधा कृष्ण भगवान को, भगवान को, गौ माता को, भागवत भगवान को, यशि महाराज को, देवी महाराज को, महाराज को, पर्व को, गौ माता को, अपना गुरु गोविंद को, का समस्त पितृहरों को जय जय श्री राधे हर 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 महादेव। मंत्र पुष्पांजलि समर्पयामि। ओम श्री प्रणवस्तमाय नमः। अपराध सहस्रभाजनमुदितं भीम भवान भोदरे भगति शरणागतं हरे कृपया केवलं आत्मसात् कुरु। ओम शांति शांति शांति। सभी जना परिवार से माफी का अभ्यासी को पूजन करोना। अभ्यासी में तिलक चंदन आदि पूजन करोना। आदि अभ्यासी को पूजा करना। स्वस्ति श्री गणेशाय नमः। श्री सरस्वती नमः। श्री वेदपुरुषाय नमः। अस्मश्री गुरुचरणकमलेभ्यो नमो नमः। श्री शुरभ्यै नमो नमः। वक्रतुंड महाकाय कोटिसूर्यसमप्रभा निर्विघ्नं कुरु मे देव। सर्वकार्येषु सर्वदा ध्येयं सदा परिभवग्नमभीष्टदोहम् तीर्थास्पदं शिवविरिञ्चिनुतं शरण्यं हृद्यरतिहं प्रणतपालभवाब्धिपोतं वन्दे महापुरुषते चरणारविन्दं। प्रह्लाद नारद पराशर पुण्डरीका व्यासाम्बरीश सुख सौनक भीष्मदाल्भ्या
रुक्मांगदार्जुन वसिष्ठ विभीषणादि पुण्यानिमान् परमभागवतं नमामि। हस्ते क्षमालां हृदि कृष्णतत्त्वं जिह्वाग्रभागे वरराममन्त्रम् यन्मस्तके केशवपादतीर्थं शिवं महाभागवतं नमामि। भूतैर्महद्भिर्य इमा पुरो निर्मायसे ते अदमोऽसुपुरुषः भुङ्क्ते गुणान् षोडशात्मक सोऽलङ्कृशेष्ठ भगवान् वचांसि मे। मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। सुदर्शनमहाज्वाला कोटिसूर्यसमाप्रभ अज्ञानान्धास्य मे देव विष्णुमार्गं प्रदर्शय। श्रीमद्हंससमारम्भां सनकादिकमध्यमाम् अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्पराम्। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतः क्लेशनाशाय गोविंदाय नमो नमः। बोलिए भागवत भगवान को, कृष्ण कन्हैया लाल को, सदगुरुदेव भगवान को, सुखदेव जी महाराज को, आज को आनंद को। जय जय श्री राधे श्याम। अखिलीय प्रत्यनीक कल्याणैक ताना श्वेतर वस्तु विलक्षणानंदैक स्वरूप परम मंगलमय परात्पर अकार करुणा वरुणालय वित्त वंशित तड़ित विनंदित पद पीतांबरधारी नंद नंदन यशोदानंदन श्याम सुंदर मोर मुकुट समलंकृत युगल नारायण स्वरूप भगवान श्री कृष्ण को प्रत्यक्ष वांग्मय प्रतिमूर्ति श्रीमद्भागवत महापुराण में कोटि कोटि प्रणाम वंदना नमन गर्दै परम पूजनीय परम श्रद्धेय श्री सद्गुरुदेव भगवान का श्री चरण में नतमस्तक प्रणाम वंदना नमन गर्दै मंडप में आवाहित स्थापित पूजित 33 कोटि देवी देवता का श्री चरण में नतमस्तक गर्दै मूल पारायण श्रवण गराएर इहलोक तथा परलोक जीवात्मा तथा परमात्मा र सम्पूर्ण पितृहरूको मुक्तिको कामना गर्दै
मूल पारायण श्रवण गराउनुहुने गुरुदेवलाई जय जय श्री राधेको अभिनन्दन गर्दै कला र गलाका सुमधुर कण्ठ हुनुहुने हामीहरूका गन्धर्व स्वरूप सङ्गीतज्ञ गुरुदेवहरूलाई पनि जय जय श्री राधेको अभिनन्दन गर्दै र साथैमा यो यन्त्रद्वारा अत्र तत्र सर्वत्र देश विदेशमा हेरिरहनुहुने सानो वाणीलाई ठुलो बनाएर श्रवण गराउनुहुने उहाँहरूलाई पनि जय जय श्री राधेको अभिनन्दन गर्दै र कथा सुन्न उपस्थित हुनुभएका सम्पूर्ण भक्तिमयी माता, स्नेहमयी माता, करुणामयी माता, ममतामयी माता, भावमय पिता, ज्ञानमय पिता, श्रद्धामय पिता र सम्पूर्णमा जय जय श्री राधेको अभिनन्दन गर्दै आउनुहोस् हामीहरू कथामा प्रवेश गर्ने अगाडि हामीहरूको यो चञ्चलित मनलाई एकत्रित पार्नको लागि, स्थिर बनाउनको लागि, भगवानका चरणमा मन लगाउनको लागि भगवान नाम संकीर्तनको आश्रय लिँदै हामीहरू कथामा प्रवेश गरौँ। बोलिए भक्तवत्सल भगवानको आनंद के सवा मुरलीधर, आनंद के सवा मुरलीधर, मेरो प्यार राधिका, मेरो प्यार राधिका, आनंद के सवा मुरलीधर, आनंद के सवा मुरलीधर, मेरो प्यार राधिका, मेरो प्यार राधिका, गोवर्धन धारण करो कृष्ण मुरारी, गोवर्धन धारण करो कृष्ण मुरारी, दुष्ट वंश विनत करो रास बिहारी, दुष्ट वंश विनत करो रास बिहारी, आनंद के सवा मुरलीधर, आनंद के सवा मुरलीधर, मेरो प्यार राधिका को गया, मेरो प्यार राधिका को गया, नंदय सोदा, नंदय सोदा, नंदय सोदा, नंदय सोदा, जय जय गोवर्धन जय गोपाला, जय जय गोवर्धन जय गोपाला। द्रौपदी करो कृष्ण मुरारी, द्रौपदी रक्षा करो कृष्ण मुरारी, भक्तजन भस्म भयो रास बिहारी, भक्तजन भस्म भयो रास बिहारी, आनंद के सवा मुरलीधर, आनंद के सवा मुरलीधर, मेरो प्यार राधिका को गया, मेरो प्यार राधिका को गया, नंदय सोदा, नंदय सोदा, नंदय सोदा, नंदय सोदा, जय जय गोवर्धन जय गोपाला, जय जय गोवर्धन जय गोपाला, जय जय गोवर्धन जय गोपाला, जय जय गोपाला।
भक्तवत्सल भगवान को, कृष्ण कन्हैया लाल को। बोलो भक्तवत्सल भगवान को। ल आउनुहोस्। आज हामीहरू आज तेस्रो दिन होइन कथाको। आज हाम्रो कथाको तेस्रो दिनमा हामीहरू सम्पूर्ण उपस्थित भइसकेका छौँ। भगवानको परम कृपाले यस दिव्य धराधाममा आएर कथा श्रवण गर्ने दिव्य अवसर हामीहरूलाई प्राप्त भएको छ र यो समयमा हामीहरूले कथाको माध्यमद्वारा हामीले आफैले आफूलाई ज्ञान गर्ने अवसर मिलेको हो। गुरु शरणागति हुने। ल हेर्नुहोस् त, साथैमा शताक्षी माताको काखमा बसेर गोवर्धन गौशाला गौमाताहरूको चरणको रज प्राप्त गर्ने पनि अवसर प्राप्त भयो होइन। ठिक त्यस्तै तरिकाले हामीहरू जीवनमा आफ्नो जीवन जिउने त गर्छौँ, तर हाम्रो आफैले आफूलाई बुझ्न खोज्दैनौँ होइन। हामीहरूसित ग्राम्य कुराहरू अथवा अनेक प्रकारका सामग्रीहरू याचना गर्ने समय हुन्छ, तर हामीहरू प्रभुको सेवा गर्नको लागि, भजन गर्नको लागि समय निकाल्नै सक्दैनौँ होइन। कोऽहं कस्त्वं कुत आयात को मे जननी को मे तात इति परिभावय सर्वं सारं विश्वं त्यक्त्वा स्वप्नविचारम्। ओ विश्वं त्यक्त्वा स्वप्नविचारम् भज गोविन्दं भज गोविन्दं भज गोविन्दं मूढमते। ल हेर्नुहोस् कति सुन्दर श्लोक छ। अब हामीहरू यही श्लोकको द्वारा कथामा प्रवेश गर्दैछौँ है त। कोऽहं कस्त्वं कुत आयात। जीवनमा जान्नुपर्ने म को हुँ। कोऽहं कस्त्वं कुत आयात, कहाँबाट आएको। को मे जननी को मे तात। संसारका माता पिता त केवल हामीहरूलाई जन्म दिएर पालन पोषण गर्नुभयो, तर हामीहरूको कर्तव्य आफ्ना जन्म दिने माता पिताको सेवा गरेर भगवानको पनि सेवा चरण गर्नुपर्ने, चरण सेवा गर्नु पर्यो, हो कि होइन। कोऽहं कस्त्वं कुत आयात को मे जननी को मे तात इति परिभावय सर्वं सारम। यी सारा संसारको केवल एउटा सार मात्रै हो, स्वप्नवत हो भनेर सोच्नु अरे। सर्वं सारम विश्वं त्यक्त्वा स्वप्न विचारम। सारा संसारका यी जति पनि भोग विलास आदि हामीहरू आफ्नो खुसी प्राप्ति हुन्छ भनेर कुद्दछौँ होइन, तर कहीँ खुसी प्राप्ति हुँदैन। ल हेर्नु है त, जसको लागि कुद्दछौँ त्यो हामीहरूलाई प्राप्तै हुन सक्दैन। त्यसैले स्वप्नवत त्याग भन्दै श्री शङ्कराचार्य महाराजजी भन्नुहुन्छ कि भज गोविन्दम भज गोविन्दम भज गोविन्दम मूढमते। हे मूर्ख प्राणी हो, समय भयो, अहिले छ, अहिले समय हुँदैखेरि भजन गर भन्दै भन्नुहुन्छ। हेर्नु है त, ठिक त्यस्तै प्रकारले गत दिनको कथामा हामीहरूले सती चरित्र आदि कथा श्रवण गऱ्यौँ होइन। त्यसको पछाडि मनो सतरूपका कन्याहरूको जति ती तीनजना कन्याहरूको विषयको हामीले कथा श्रवण गऱ्यौँ चरित्रको। र अब दुईजना पुत्र बसिरहे सन्तान। जाये उत्तनपादस्य सुरुचि सुरुचिस्तयो
यानी प्रियव्रतोत्तानपाद महाभागवत भन्छन्। हेर्नु है त, प्रियव्रत र उत्तानपाद थिए। पहिली प्रियव्रत दाजु थिए, उत्तानपाद को थे भाइ। पहिली दाजुको कथा नसुनाएर, वंशावली नसुनाएर भाइको वंशावली सुनाउनु हुँदैछ। किन? किनकि भाइको वंशावलीमा भक्तको प्राकट्य भइरहेछ। भागवत भनेको भक्त र भगवानको कथाको चरित्रको रसामृतै भागवत हो। ल हेर्नु है त। र परीक्षितलाई पहिले भगवानको सिधै कथा सुनाउने अगाडि भक्तहरूको कथा सुनाएर बिस्तारी बिस्तारी मनलाई चाहिँ स्थिर बनाएर भगवानको चरणमा लगाउन खोज्नु हुँदैछ सुखदेवजी महाराज। कति भक्तहरूले कति परिश्रम गरेछन् प्रभु चिन्ताको लागि भन्दै भन्नुहुन्छ। र उत्तानपादकी दुई पत्नी थिए, सुरुचि र सुनीति। को सुनीति र सुरुचि। हेर्नु है त। अब ध्यानपूर्वक सुन्नु, यो हामीहरूको जीवनको कथा हो। अब उत्तानपाद भनेको उक्षै पादौ यस्य सह उत्तानपादः भन्छ। र हामीहरू सबै पनि उत्तानपादै हौँ। कसरी? पहिले चरण निस्केका हुन्, त्यसैले चरण तल भएर हामीहरू जन्मिनाले उत्तानपाद भएर जन्म्यौँ। हेर्नु है त, हामीहरूको जीवनको कथा हो यो। र यस्ता प्रकारले सुनीति भनेर भनिन्छ। हामीहरूको जीवनको कथा हो है त, सुनीति र सुरुचि। प्रियवतको उत्तानपादको कथाले हामीहरूको जीवनमा धेरै कुराहरू बदलाव ल्याउँछ। सुनीति भनेको सुष्ठु नीति, राम्रो बुद्धि। शास्त्रको नीति भनेको के हो? सुनीति। यानी शास्त्रको नीति अनुसार चल्नु के हो? सुनीति। सुरुचि, स्वस्य रुचि, आफ्नो मनको द्वारा, इच्छाद्वारा, इन्द्रियद्वारा चल्नु सुरुचि हो। ल हेर्नु है त। अब राजाले विवाह गरे पहिले सुनीतिसित। हेर्नु है त, सुनीतिसित विवाह भयो। तर समय बित्दै गएपछि विवाह भएन। एक दिन घुम्दै गएका थिए, सुरुचिसित मन लगाएर बसेछन्। अब कान्छी बुढी लिएर आइसकेपछि धेरै ममता त अब कान्छीसितै हुनु पर्यो नि त, होइन? भन्नुहोस् न, राधे राधे। अब जेठी घरमा छँदै थिइन्, अब कान्छी लिएर आइसकेपछि त धेरै त कान्छीमै भयो। तर कान्छीले भन्छन्, हेर्नुहोस् तपाईँले पहिले मलाई भन्नु भएन अर्की पनि छिन् भनेर, त्यसैले कि त ऊ बसिन् कि त म बस्छु भनेर भने। ल ठिकै छ भनेर ती ठुलीलाई, सुनीतिलाई निकालेर पर वनमा एउटा कटेरो बनाएर राखिदिए। हेर्नु है त। अनि सुरुचिलाई आफ्नै घरमा राखेर तिनी मनको अनुसार ऊ चल्न थाले सुरुचिको साथमा। समय बित्दै गयो। एक दिन वन भ्रमणमा गएका थिए राजा। उतै वन भ्रमण गर्दाखेरि सुनीतिसित पनि अब पत्नी त हुन्, माया त लाग्छ, होइन? उता पनि घुमेर आएछन्। त्यसै दिन उता पनि गर्भदान भयो। यता पनि सुनीति र सुरुचिको पनि गर्भदान भयो। हेर्नु है त। सुनीतिबाट जन्मिन्छन् ध्रुव र सुरुचिबाट जन्मिन्छन् उत्तम। अब एक दिन अब यसरी समय बित्दै गए, बालकहरू ठुला हुँदै गए। अब बालक ठुला हुँदै गए, स्कुल पठाइन्छ, होइन त? अब सधैँभरि घरमा राखेर पनि त भएन। 2-4 वर्षका भए, समय बित्दै गयो। उसले वनमै कटाइरहेछिन्। आफ्नो केवल एउटा पुत्रको अनुहार हेरेर समय बिताइरहेछिन्। तर आज अचानक ध्रुवलाई बालकहरूले सोधेछन्, तेरा पिताको नाम के हो भनेर। अब सानो बालकलाई सोधिहाल्छन्, या अथवा साना बालकहरूले नसोधिकन अथवा अरू कसैले पनि सोधु। अब बिचरा उसलाई त आफ्ना पिता अहिलेसम्म देखेकै छैनन्, जन्मेर थाहा नै छैन। उसलाई त केवल माताको बारेमा मात्रै छ।
मलाई त थाहा छैन, मलाई त माताको बारेमा मात्रै नाम थाहा छ। अब चिडाउनेले पनि चिडाइहाल्छन् होइन, बाउ बिनाको छोरो रहेछ भन्छन्, हो कि होइन? अब उसलाई दुःख लाग्यो र रुँदै आए आमाको ठाउँमा। आमाले त आफ्नो छोरो रोएको देखेर आमालाई दुःख लाग्यो, के भयो बाबु, किन रोयो भनेर बार सोद्धा पनि ध्रुवले केही बोल्न सकेनन्। ध्रुवका मित्रहरूले माताजीलाई भने, माताजी यस्तो यस्तो कुरो भयो, त्यो कुरोले गर्दाखेरि ध्रुव रोएका हुन् भनेर भनेपछि माताले भनिन्, बाबु तिमी त्यतिको लागि रोएका? ल आऊ म बताउँछु तिम्रा पिता को हुन् भनेर काखमा राखिन्, सुमसुमाइन्। प्रेमले माया गर्दै भने, बाबु तिमीलाई थाहा छ यहाँबाट ऊ टाढा एउटा ठुलो राजदरबार देखिँदैछ नि, त्यही राजदरबारमा बस्ने राजा तिम्रा पिता हुन् भन्नुभयो। अच्छा ल ठिक छ, अब भोलिपल्ट आओ, तिमीहरूलाई म मेरा पिता देखाउँछु भन्दै ध्रुवले आफ्ना बालकहरूलाई साथमा लिएर गएपछि ध्रुवलाई देख्ने बित्तिकै उत्तानपादको हृदयमा एउटा ढुकढुकी बढो। आफ्नो सन्तानको एउटा दृष्टि देख्ने बित्तिकै एउटा माया ममता जागृत हुन्छ। किनभने आत्मवै जायतः पुत्र भन्छ, पिताको आत्मरूपी नै पुत्र भएर जन्मिन्छ अरे, हेर्नु है त। र अब उठाउन मन लाग्यो, ध्रुव छेउमा गए, ध्रुवलाई उठाएर, किनभने एउटा पुत्रको स्नेह आजसम्म कति दिन भयो उसले भेटेका थिएनन् होइन। अनि शास्त्र भन्छ कि मिथ्या वदति लोकोयम चन्दनम खलु शीतलम पुत्रगात्र क्षण स्पर्श चन्दनात् अपिरिच्यते। संसारका व्यक्तिहरू मिथ्या भन्छन् अरे कि चन्दन शीतल हुन्छ भनेर। पुत्रगात्र क्षणात् तिष्ठः क्षणात् स्पर्शः, आफ्नो पुत्रको एक क्षण पनि एक बार अँगाल्न पायो भने तो भन्दा शीतल अरू के हुन्छ भनेर भन्दछ शास्त्रले। उसलाई पनि त्यस्तै लाग्यो, ओहो यी त मेरै पुत्र हुन् भनेर उठाएर राख्न खोजेको थिए। त्यतिकैमा सुरुचिले देखिन् र तुरन्त रोकिन्, खबरदार ध्रुव तिमी त्यहाँ बस्न पाउँदैनौ भन्ने बित्तिकै अब उत्तानपादले पनि केही भन्न पाएनन्, बिचरालाई तल राख्नु पर्यो। अगर तिमीलाई यो राजगद्दीमा बस्ने इच्छा छ भने तिमी गर, तप गर र भगवान प्रकट भइसकेपछि भगवानसित यो भन्नु कि म सुरुचिको गर्भबाट जन्मेर आऊ अनि मात्रै तिमी यो राजगद्दीमा बस्न पाउँछौ भनेर सुरुचिले भनिन्। ल हेर्नुहोस्, सुरुचिले प्रभुभन्दा पनि ठुलो आफ्नो गर्भलाई मानिन् र ध्रुवलाई धेरै दुखी लाग्यो र त्यहाँदेखि रुँदै आए। एउटी सौतानी आमाले मलाई यसो भनिन् भनेर हो कि अथवा कुराहरूले अब शब्दहरूले पनि हृदयमा दिल छुने गर्छ होइन। किनकि शब्द सब कहे शब्द के न हाथ न पाऊँ, एक शब्द मरम करे एक शब्द करे घाउ भन्छ। शब्द त सबैले भन्छन्, तर शब्दले कुट्दछ त, न त्यसको हात हुन्छ न त्यसको पाउ हुन्छ, कुट्दैन नि, तर पनि दुख्छ छ। एक शब्द करे मरम करे, एउटा यति प्रिय शब्द हुन्छ जसले चाहिँ हृदयलाई शीतलता प्रदान गर्छ। अर्को शब्दले हृदयलाई आघात पुर्याउँछ, हो कि होइन? त्यसैले भनिन्छ प्रिय वाक्य प्रदानेन सर्वे तुष्यन्ति जन्तवः। मरेर लानु के छ? केही छैन। दुई बाणी बोल्नुहोस्, मिठो बोल्नुहोस्, सबैलाई प्रसन्नता होस्। सर्वे तुष्यन्ति जन्तव, जुन हजुरको बाणी सुनेर चाहिँ प्रसन्न होस् सबैजना। तर ध्रुवलाई दुःख लाग्यो। ध्रुव आउनुभयो माताजीको पासमा, माताजीले सम्झाउनु भयो, बाबु नरौ, ठिकै छ, केही छैन, ती तिमीले सौतानी आमा भए पनि तिमी दुःख नमान, तिम्रै आमा नै हुन् भनेर सम्झाउनु भयो। र माताले भन्नुभयो, ल ठिकै भनिन्छ, तिम्री आमाले कुन छ नराम्रो,
यता पीडा भइरहेछ मनमा, तर पनि आफ्नो बालकलाई, आफ्नो सन्तानलाई कति हौसला दिनु हुँदैछ हेर्नुहोस्। एउटी मातालाई पीडा भइरहेछ मनमा धेरै, तर पनि बाबु हेर तिमी दुःख नमान, सही भनेकी तिम्री आमाले, जाऊ तिमी ती प्रभुको भजन गर र ती प्रभुसित जे माग्छौ त्यही पाउँछौ तिमीले। आजसम्म तिम्रा पितामह आदि पनि जहाँ बसेका छैनन् त्यो भन्दा ठुलो राजगद्दीमा बस्न पाउँछौ तिमी भनेर माताले सम्झाउनु भयो। मा मङ्गलम तात परितु मम श्याम हुङ्ते जनो यत पर दुःख दस्तात। माताका कुरा वचन र सान्त्वना सुनेर ध्रुवले प्रणाम गरे मातालाई र वनतिर लाग्नुभयो। ल हेर्नुहोस्, सानो उमेरमै 5 वर्षको उमेरमै ध्रुव कता निस्किनुभयो? वनतिर। अब वनतिर जानुभयो, तर वनतिर जाँदै आज ध्रुवजी वनतिर गएको देखेर नारदजी अचम्मित हुनुभयो। होइन, यी बालक आत्तिएर कहाँ हिँडेका, आफूलाई म गर्न सक्छु भनेर कुदेका हुन्, यिनमा वास्तविकता शिष्य बनाउने गुण छ कि छैन, ल जाउँ भनेर परीक्षा लिन आउनुभयो। ल हेर्नु है त, अब नारदजी आउनुभयो। नारदजीलाई देखेर ओहो माताजीले भन्नुभएको थियो बाबु नारद पनि आउन सक्छ नै, प्रणाम गर्नु आदि भन्नुभएको थियो। प्रणाम गर्नुभयो, नारदजीले रोक्नुभयो। बाबु तिमी कहाँ गएका भन्दाखेरि तप गर्न। किन? म प्रभुको दर्शन गर्न चाहन्छु, प्राप्त गर्न चाहन्छु प्रभुसित। बाबु यो उमेरमा तिमीले खेल कुद्न छोडेर, साथीसँग सम्बन्ध रमाइलो गर्न छोडेर कहाँ जङ्गल भट्केर हिँडेका? जङ्गलमा त ठुल्ठुला शेर हुन्छन्, हात्ती हुन्छन्, जङ्गलमा अनेक प्रकारका बनरिया जीव जन्तु हुन्छन्, तिनीहरूले के गर्छन् बाबु? हिँड जाउँ, फर्क्यौँ, खेल्ने उमेर हो, कहाँ हिँडेका जङ्गलमा हो, जानु हुँदैन भन्दै भने। होइन हजुरको हो भनेर सुन्नुभयो। बाबु म त नारद हुँ। अनि मेरी आमाले त त्यसो भन्नुभएको थिएन, नारदजीले त मलाई मन्त्र दिनुहुन्छ बाबु, नारदजी भेटिनु भयो भनेर सिकाउनु भएको थियो, तपाईँ त नारद होइन रहेछ। ल छोड्नुहोस्, मलाई जान दिनुहोस् भनेपछि ओहो पक्का चेला हुने खालका रहेछन् भनेर नारदजीले द्वादशक छरी मन्त्र प्रदान गर्नुहुन्छ। ल बाबु जाऊ भनेर पठाउनुहुन्छ। ध्रुवजी मधुवनमा आएर तप गर्न थाल्नुहुन्छ। नारदजी उता उत्तानपाद ठाउँमा पुग्नुहुन्छ। उत्तानपादलाई राजालाई पनि बडो दुःखी भएको थियो। अहो बाबु रिसाएर गए, दुःखी भएर गए, कहाँ वन गए अरे, अहो कष्ट। एउटा पितालाई दुःखी त हुन्छ, आफूसँगै आफ्नो सन्तान नभए पनि अलिक टाढा भए पनि दुःख त हुन्छ त्यसको बारेमा सुनेपछि। र यता आएर सम्झाउनु भयो नारदजीले पनि, तपाईँ चिन्ता नगर्नुहोस्, ऊ वास्तवमा भगवानको तप गर्न गइरहन्, उनले अवश्य प्रभु प्राप्त गरेर आउँछन्, तपाईँ चिन्ता लिनु पर्दैन तपाईँले भन्दै सम्झाउनु भयो। सम्झाएपछि यता ध्रुव आए मधुवनमा। हेर्नु है त, ध्रुवले आफ्नो भजन कसरी बढाउँछन् त हामीहरूलाई पनि बताउनुहुन्छ। पहिले हामीहरूले भगवानको चरणमा भजन कसरी बढाउने हो, कुन तरिकाले बढाउने हो भन्दै भन्नुहुन्छ। पहिलो आएर ध्रुवले तप गर्न लाग्नुभयो। त्यही द्वादशाक्षरी मन्त्रको जप गर्दै पहिले त्रिरात्रान्त्रे कपित्त बदरासन आत्मवृत्त्यानुसारेण मासम निन्येर चयनम हरिम। पहिले 1 महिनासम्म 3 दिनमा मात्रै खानुभयो। अनि कदली फल आदि खानुभयो। हेर्नु है त, कपित्त बदराशय बयर अथवा कोला अथवा मेवा आदि खाएर बिताउनु भयो 1 महिनासम्म 3 दिनमा मात्रै। फेरि हामीहरू यस्तो बिहान बेलुकी होइन नि, भनिदिनुहोस् न राधे राधे। अब भन्नुहुन्छ धीरे बिस्तारै भजनको मात्रा बढाउँदै भोजनको मात्रा कम गर्दै हुनुहुन्छ। हेर्नु है त, यो ध्रुवजीले आफै मात्रै आफ्नो लागि मात्रै होइन हामीहरूलाई पनि सिकाउनु भएको। पहिलेको महिना कसरी बिताउनु भयो? 3 दिनमा मात्रै भोजन प्रसाद लिनुहुन्थ्यो, त्यो पनि फल कदली फल आदि है त।
अनि द्वितीयं च तथा मासं षष्ठे षष्ठे भकेर दिने तृणपर्णादिभिः श्रेणैः कृतान्नो भ्यर्चयद्विभुं। 2 महिनामा समय बढाइदिनु भयो के को आहार गर्ने, किनभने समय छैन, अब त केवल मलाई भजन गर्न छ, भजनमा समय धेरै दिन छ भन्दै 6 दिनमा लिन थाल्नुभयो। 2 महिनामा हेर्नु है त, 2 महिना जब लाग्यो 6 दिनमा लिन थाल्नुभयो। तर के लिनुभयो थाहा छ? रसगोला मिष्टी आदि होइन नि, तृणपर्णादिभिः भनेको छ। रुख पत्ता अथवा दुबो अनेक प्रकारका अब त्यो पत्ताहरू खाएर बिताउनु पर्यो। हेर्नु है त, यसरी समय बित्दै गयो। तृतीयं चानयन मासं नवमे हनि अवक्षोत्तम श्लोक मुपाधावसमाधिना। ल हेर्नुहोस्, अब जब 3 महिना लाग्यो, 3 महिना लाग्ने बित्तिकै अझै भजनको प्रताप बढाएर भोजनको प्रताप कम्ती गरिदिनु भयो। 9 दिनमा लिन थाल्नुभयो। तर अब 9 दिनमा एक बार आँखा खोल्नुहुन्थ्यो, तर त्यही जहाँ यमुनाजीमा बस्नुहुन्थ्यो त्यहीँबाट जल पिएर फेरि तुरन्त आँखा बन्द गरिहाल्नुहुन्थ्यो। 9 दिनमा केवल जल पिएर बिताउनु भयो। र यसरी जब चतुर्थ मास लाग्यो, चतुर्थ मासमा 12 दिनमा उहाँले के गर्नुहुन्थ्यो? अब त त्यो जल पनि छोडिदिनु भयो। वायु भक्षण, केवल एक बार श्वास लिनुहुन्थ्यो, लामो वायु 12 दिनमा, फेरि श्वासलाई बन्द गरेर फेरि बस्नुहुन्थ्यो। सबै ध्रुवजी समाधिमा जानुभएको, यहाँ पनि सबै समाधिमा जान थाल्नुभयो कि क्या हो? बोलो भक्तवत्सल भगवानको। ध्रुवजीको कठोर तपस्या होइन। अब हामीहरूले पनि अब त्यस्तै जल भक्षण आदि गरेर बसेका छौँ, झन्डै समाधि त छिटै लागिहाल्छ नि, अघि होइन? र यस्ता प्रकारले ध्रुवजीले समय बिताउँदै जानुभयो। 5 महिना लाग्यो। 5 महिनामा त उहाँले वायु पनि रोकिदिनु भयो। जब वायु पनि रोकिदिनु भयो, सारा संसारमा हाहाकार हुन लाग्यो। राम राम राम, के हुन थाल्यो यस्तो? अब सारा संसारमा देवताहरू गए, प्रभु अब त वायु हामीहरूले पनि लिन सक्न छोड्यौँ, लौनी संसारमा के भएको यस्तो भन्दै प्रभु बैठामा गएपछि ओहो मेरा परम भक्त म दर्शन गर्न जान्छु, अब त्यस्ता परम भक्तको हजुरहरू चिन्ता नगर्नु भनेर भन्नुहुन्छ। ध्यायन् भगवतो रूपं नाद्राक्षीत् किञ्चन परं। भगवानको दिव्य छटाको स्मरण गर्दै ध्यान गर्दै वायुलाई रोकेपछि देवताहरू प्रभु बैठकमा गए र प्रभु भन्नुहुन्छ अब म स्वयं जान्छु दर्शन गर्न। आउनुभयो प्रभु उहाँदेखि दर्शन गर्नको लागि। 5 महिना पुगेपछि आएर उभिनुहुन्छ। ध्रुवले आँखा खोल्दैनन्। भित्र हृदयमा जुन प्रभुको छटालाई ध्यान गर्दै थिए, त्यही दिव्य छटालाई दर्शन गरेर रमिरहेका थिए। होइन, अहिलेसम्म प्रभु आएर निकै बेर भइसक्यो, उभिनु भएको, आँखा खोल्दैनन्। ओहो कुरो त यस्तो रहेछ भनेर भित्र गएर भित्रको त छटालाई पनि निकालेर बाहिर उभिनु भयो। ल हेर्नु है त, यति हुने बित्तिकै सहस्रशिरसापि ततो गुरुत्वमता मधुरवनं भृत्रदृदीक्षया गतः। सहस्रशिर भगवान मधुवनमा आएर ध्रुवलाई दर्शन गर्नको लागि आएर उभिनुभयो। ध्रुवले भित्रको हृदयभित्रको त्यो छटा हराइसकेपछि आँखा खोलेर हेर्न बित्तिकै जुन हृदयमा छटाको दर्शन गर्नुभएको थियो, जुन ठाकुरजीको दर्शन गर्नुभएको थियो, जुन गोविन्दको दर्शन गरिराख्नु भएको थियो, ती गोविन्द साक्षात् बाहिर हुनुहुन्छ। बोलिए भक्तवत्सल भगवानको। अब माताले अरू कुरा त सिकाउनु भएको थियो, तर प्रभु आएर दर्शन दिएपछि के गर्ने हो केही भन्नुभएको थिएन। त्यसैले ध्रुवजी चुप्पा लागेर उभिराख्नुभयो, केही भन्न सक्नु भएन। प्रभुलाई थाहा भयो, आफ्नो शङ्ख निकालेर कपोलमा स्पर्श गराइदिनु भयो।
पस्पर्शबालं कृपया कपोले। स्पर्श गराउने बित्तिकै वेद वेदान्त उपनिषद सब कुछ याद भयो ध्रुवलाई। स्वतः याद हुने बित्तिकै ध्रुवले प्रणाम गर्दै स्तुति गर्न थाले। योऽन्तः प्रवेश्य मम वाचमिमां प्रसूप्तां सञ्जीवयत्यखिल शक्तिधर स्वधाम्ना। अन्यस्तहस्तचरणश्रवणत्वगादीन् प्राणान् नमो भगवते पुरुषाय तुभ्यम्। ध्रुवजी भन्नुहुन्छ, प्रभु म जस्तो मूर्ख बालकलाई बाचाल मेरो वाणीसम्म निस्केको थिएन, तर हजुरको स्पर्शले मेरो वाणी निस्क्यो। त्यति मात्रै होइन, प्राणान् नमो भगवते पुरुषाय तुभ्यं। हे प्राणनाथ, हे दीनबन्धु, हे दया सिन्धु, हे करुणा सिन्धु, हजुरका चरणमा मेरो बारम्बार प्रणाम वन्दना नमन भन्दै खुब उहाँले स्तुति गर्नुभयो। र भगवान भन्नुहुन्छ, ल बाबु भन के चाहियो तिमी? वेदाहं ते व्यवसितं हृदि राजन्य बालक तत प्रयच्छामि भद्रं ते दूरापमपि शुभ्रतम। हे बालक ल भन, म प्रसन्न भए, अब तिमीलाई के चाहियो भनेर भन्नुभयो। तर ध्रुवजीले भगवानको दर्शन गरिसकेपछि लौ प्रभु अब त मलाई चाहिएन केही पनि भनेर भन्नुभयो। किन? राज्यको कामनाले आउनुभएको थियो। सबै कुराहरू भगवानले बुझ्नुभयो। ठिकै छ ध्रुव, तिमीले नमागे पनि म अवश्य दिनेछु। गएर पहिले तिमी 60 वर्ष यानी 33 वर्ष सहस्रम 36,000 वर्षसम्म राज्य गर्नु, अनि मैले दिव्य एउटा ध्रुवलोक बनाएर छु, त्यहाँ तिमी आएर वास गर्न पाउनेछौ भन्दै भगवानले दिनुभयो आशीर्वाद। र आशीर्वाद दिइसकेपछि भगवान अन्तर्धान हुनुभयो। ध्रुव उठेर आए। यता ध्रुव आउने क्रममा सबै घरमा थाहा भयो। नारदजीले आएर भनिदिनु भयो। सबैजना गदगद हुन लागे। उत्तानापादले जब ध्रुव गइरहेथे वन, तब नारदजीले आएर उत्तानापादलाई जब सम्झाउनु भयो, तब ती आर्की सुनीतिलाई पनि ल्याएर घरमै राखिरहे। अब राजाको घरमा केही कमी थोडै नहुन्छ। गाजा बाजा रथ हात्ती आदिमा चढेर ध्रुवलाई लिन अगाडि बढे। ध्रुव आए, अगाडि बढेर छेउमा आएर पहिले पिताजीलाई प्रणाम गरे। डर्नुहोस् त। अनि सुरुचि मातालाई प्रणाम गरे। यानी जुन माताले गर्दा ऊ गएका थिए, जुन माताले भनेकी थिइन् कि भगवान दर्शन गरिसकेपछि मेरो गर्भबाट त जन्म लिने आशीर्वाद माग्नु अनि मात्रै यहाँ बस्न पाउँछस् भन्नुभएको थियो। पहिले आएर आफ्नै सुनीति मातालाई प्रणाम नगरिकन सुरुचि मातालाई चाहिँ प्रणाम गरे। किन? किनकि दुर्जनम प्रथमं वन्दे सज्जनम तदनन्तरं। दुर्जनलाई पहिले प्रणाम गर्नु अरे, सज्जनलाई त बादमा प्रणाम गर्दा पनि खुसी हुन्थ्यो, हैन? त्यस्ता प्रकारले ध्रुवले मातालाई प्रणाम गरे। आफ्ना भाइलाई पनि यसो अँगालो मारे, आफ्नी मातालाई पनि प्रणाम गरेर घरतिर आए। बढहि पुत्र पिताको धर्म, खेती उपजे अपदे कर्म। आफ्नो पिताको धर्मद्वारा सन्तान अगाडि बढ्दछन्। पिताले कस्तो कर्म गर्नुहुन्छ, पिताले गरेको कर्म अनुसारै आफ्ना सन्तानहरू पनि सद्बुद्धि सद्मार्गमा लाग्दछन्। हेर्नु है त, होइन होला भन्नुहुन्छ। अब तपाईले खेत जस्तो जोतेर त्यहाँ जसरी खेतमा लाउनुहुन्छ कुराहरू ती त्यसरी त उब्जिन्छन्। त्यसमा मलहरू हालेर राम्रो बनाएर एकदम जलछल हाली राख्नुहुन्छ भने राम्रो भएर आउँछ, हो कि होइन? होइन भने यतिकै बिउ छरेर छोडिदिनु भयो भने आउला कि नआउला नि, के भरोसा, होइन? पानी आएर डुबाएर मार्ने पो हो कि? हेरचाह गर्नुपर्छ, हो कि होइन? ठिक त्यस्तै प्रकारले उपकारी गुणी व्यक्ति निरनिहरन्छ निरन्तर।
ध्यानपूर्वक सुन्नु है त। उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलको वृक्षको हाँगो नझुकेको कहाँ छ र। कहीँ छ? यहाँ अहिले भर्खर हाम्रो आम फुल्दैछ, आमको वृक्षमा फुल फुलेर नि आम झुकिसकेर छ, हो कि होइन? अब त्यहाँ अझै आम लाग्नु भने कति झुक्द होला। यानि फलेको वृक्षको हाँगो मात्रै झुक्दछ, जुन वृक्षमा फलै लाग्दैनन्, पत्तै छैन भने उता उभिएका उभिए, हो कि होइन? जो गुणी व्यक्ति हुन्छ, जो सज्जन व्यक्ति हुन्छन्, ऊ हमेसा निहुरिने गर्छन्, झुक्ने गर्छन्। हेर्नु है त। र यस्ता प्रकारले बिस्तारै बिस्तारै समय बित्दै गयो र एक दिन ध्रुव आए। ध्रुवलाई राजगद्दीमा उत्तमले राखिदिनु भयो। हेर्नु है त। ऊ पनि अब भगवानको भजन गर्नतिर गए। ध्रुवले राज्य चलाउनु भयो। यसरी सुनीति पनि थिइन्, सुरुचि पनि थिइन् र उनका भाइ को थे? उत्तम पनि थिए। एक दिन उनका भाइ उत्तम वन भ्रमणमा गए। ध्रुवले विवाह पनि गर्नुभयो। हेर्नु है त। भ्रमी र इलासित वन भ्रमणमा गइरहेथे। यक्षहरूको नगरीमा गएर उत्पात गरेछन्। अब अर्काको घरमा गएर उत्पात गर्यो भने त्यसलाई त्यतिकै थोरै न छोड्छन् भन्नु त। उत्पात त गर्नु त्यति मात्रै होइन, बिचरा त फलले गरेको वृक्षलाई त फल टिपेर खानु ल ठिकै छ अरे, त्यो वृक्षलाई पनि काट्नु त दुष्टै हो नि त, हो कि होइन? त्यति मात्रै होइन, पुरै उत्पात गरेर युद्ध गरौँ भनेर पाखुरा सर्किँदै आएछ। ला भनेर यक्षले देछन् गुमाएर गोविन्दाय नमो नमो भएछ। यता ध्रुवले सुन्नुभयो, अच्छा मेरो भाइलाई मारेछन् भनेर ध्रुव तुरन्त त्यहाँदेखि आफ्नो रथमा चढेर लु भन्दै यक्ष नगरीमा पसेर एकतिरबाट फाड्न लाग्नुभयो। त्यो देखेर आफ्ना पूर्वजहरू हजुरबा आउनु भएर भन्नुहुन्छ, लम्बत्सातिरोषेण तमुद्वारेण पापमना। हे वत्स, अलम पर्ख्यौ, यो राम्रो कर्म होइन, यो त नरकको गामी कर्म हो, यस्तो गर्नु हुँदैन। तिमीले जसले तिम्रो भाइलाई दण्ड दियो त्यसलाई दण्ड दिन सक्थ्यौ, तर एकतिरबाट फाड्न पाइएन। ल हेर्नु है त। यति मात्रै होइन, येन पुण्यजना नेता नवधिस्त्वमनागस न समाधिकुलोचितं तात कर्मे तत्सद्विगर्हितं। यो आफ्नो कुलको उचित कर्म गरेनौ तिमीले, तिमी भगवानका भक्त हौ, त्यसैले यस्तो नगर भन्दै भन्नुहुन्छ। किनकि भगवानका भक्तहरू सन्तहरू त्यस्ता हुने गर्दैनन्। तितिक्षयः कारुण्यः मिथ्याचाखिल जन्तुषु समत्वेन च सर्वात्मा भगवान सम्प्रसिद्धति। भगवान त्यसमाथि प्रसन्न हुनुहुन्छ जो तितिक्षावान हुन्छ, जो करुणामय हुन्छ, जो मैत्रास एक आपसमा मैत्रता भाव राख्दछ, जो सबैलाई समदर्शी बन्धुत्व राख्दछ भावना, त्यस्ता व्यक्तिको प्रति भगवान प्रसन्न हुने गर्नुहुन्छ भन्दै ध्रुवलाई सम्झाउनुहुन्छ। र ध्रुवले ल ठिकै छ भनेर नमस्कार गरेर हात जोड्नुहुन्छ। त्यतिकैमा कुबेर पनि आउँछन्। कुबेरले पनि भन्दछन्, ल तिमीदेखि म प्रसन्न भए, माग के चाहियो तिमीलाई भनेर माग्दाखेरि ध्रुवले भन्नुहुन्छ, अरू त मलाई केही चाहिँदैन, बस भगवानका चरणमा मन हमेसा लागिरहोस्। अर्थ न धर्म न काम रुचि, गति न चाहूं निर्वाण, जन्म जन्म रति राम पद यह वरदान। मलाई केही चाहिँदैन, सबै कुरा छँदैछ, प्रभुको इच्छाले प्रभुको कृपाले प्राप्त छ। बस मेरो मन हर समय हर क्षण प्रभुको चरणमा लागोस्। मलाई अर्थ पनि चाहिएन, धर्म पनि चाहिएन, अर्थ न धर्म न काम रुचि, कामना पनि चाहिएन, कुनै प्रकारका रुचि पनि चाहिएन। भन्नुहोस् न राधे राधे। जन्म जन्म रति राम पद, अनेक जन्मसम्म मेरो जन्म भए पनि मेरो जन्म प्रभुको चरणमा लागोस्, अरू मलाई केही चाहिएन। यह वरदानवान, अगर वर दिन चाहनुहुन्छ भने यही वरदान दिनुहोस् भनेर श्री ध्रुवजी महाराज भन्नुहुन्छ।
र यस्ता प्रकारले ध्रुवजी महाराज 36,000 वर्षसम्म राज्य गर्नुहुन्छ र उनका छोरा सुमतिलाई दिनुहुन्छ र गङ्गा तटमा गएर भजन गर्नुहुन्छ। भजन गर्दा 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 समय बित्दै गयो र अन्त्य समयमा काल पनि आयो। हेर्नु है त, भगवानका हरिका दासहरू आए लिनलाई। हरिका दासहरू आए, दिव्य विमान लिएर आए। ध्रुवजी विमानमा बस्न खोज्नुभयो आफ्नो सन्ध्या बन्न निवृत्त भएर। त्यतिकैमा काल आयो, यमराज आए, प्रभु कमसे कम यो संसारको मर्यादालाई राखिदिनु, मैले तपाईँलाई हात लगाउन सक्दिनँ, कमसे कम हजुरको चरण मेरो मस्तिष्कमा राखेर चढ्नु भनेर झुके। ल हेर्नु है त, तदोत्तान पदः पुत्रो ददर्शान्तकमात्मन ददर्शान्तकमागतौ मृत्युर्मूर्ध्निपदं दत्त्वा आरुरोहाद्भुतं गृहम्। मृत्युको शिरमा आफ्नो चरण राखेर विमानमा बस्नुभयो। विमानमा चढेर जान लाग्नुभयो। ध्रुवलाई दुःख लाग्यो। प्रसाद त्यहाँका भगवानका ती पार्षदहरूले भने, प्रभु हजुरको यो अनुहारमा मुस्कान किन छैन, के भयो भन्दाखेरि, के भन्ने प्रभु, जुन माताले मलाई मार्गदर्शन गराउनु भयो तिनै मातालाई मैले छोडेर आएँ, हेर म कस्तो रहेछु भनेर भन्ने बित्तिकै पार्षदहरूले भन्छन्, ध्रुव तिमी चिन्ता नगर, ऊ आएर अगाडि एउटा विमान जाँदैछ देख्दैछौ भनेर सोध्नुभयो। हो देख्दैछु त, हो तिनै विमानमा तिम्री माता पनि बसेकी छिन् भनेर भन्छ। ध्रुव प्रसन्न हुनुहुन्छ र यसरी ध्रुवलाई लिएर जाँदै थिए। माथिदेखि तल पहाडका थोप्लै थोप्ला थोप्लै थोप्ला थोप्लै थोप्ला देखिए। ध्रुवजीले सोध्नुभयो, होइन यी थोप्ला के का रहेछन् भनेर पार्षदलाई सोद्धा पार्षदहरूले भने, हे प्रभु आजसम्म हजुरले आजभन्दा पूर्व जति पनि जन्म थिए हजुरले यसरी तप गरेर बिताउनु भयो, यो सबै तपाईँले गरेका तपका थोप्ला हुन्। ल हेर्नुहोस्, यानी अनेक जन्मसम्म तप गरेर बल्ल प्रभुको शरणागति हुन पाइन्छ। गुरु शरणागति हुनु कति ठुलो कुरो रहेछ। हामीहरूको त कल्पकल्पान्तरको भाग्य उदय भएको। हामीहरू आफूले आफूलाई महसुस गरेर प्रसन्नता बनाएर आफूले आफूलाई भाग्यशाली ठान्नुपर्ने हो कि होइन भन्नु त। बोल भक्तवत्सल भगवानको। र यसरी ध्रुवजी प्रसन्नता मान्दै ध्रुवलोकमा गएर आज पनि ध्रुव तारा भनेर हामीहरू चिन्दछौँ, होइन र? भगवानका परम भक्त भइसकेपछि ध्रुवलोकमा आज चम चम गर्दै चम्किँदै बस्नुभएको छ। हामीहरू पनि राति साँझ पर्यो भने ऊ आएर तिनै ध्रुव तारा हुन् भनेर देखाउने पनि गर्छौँ, हो कि होइन? हुन् कि नहुन् तर पनि देखाउँछौँ नि त। छन त माथि नै छन् ध्रुव तारा। र यस्ता प्रकारले ध्रुवजीको व्याख्यान श्री सुखदेवजी महाराज राजा परीक्षितलाई सुनाउनुहुन्छ, विदुरजीलाई मैत्रेयजीले सुनाउनुहुन्छ र ध्रुवजीको वंशमा अगाडि गएर अङ्ग राजा हुनुहुन्छ। बडा प्रतापी हुनुहुन्छ, धर्मात्मा हुनुहुन्छ। उहाँ पनि भजन कीर्तन गर्ने, तर उहाँका सन्तानै थिएनन्। हेर्नु है त, सन्तान नहुनाले उहाँले यज्ञ गर्नुभयो। अब ध्रुवजीका वंशमा अङ्ग राजा हुनुभयो। अङ्ग राजाले सुनितासित विवाह गर्नुभयो, मृत्युकी पुत्री छोरी। हेर्नु है त, अब त्यो विवाह गरिसकेपछि सन्तान भएनन्, यज्ञ गर्नुभयो। यज्ञ गरिसकेपछि सन्तान त भयो, तर महादुष्ट बेन भयो। किनकि शास्त्रले भन्छ, बेला बेला जनपैतृक दोषेण दोषान् मातामहस्य च गुरुर्देयी साधि मे दोषै हरिद्वेषी भवे ध्रुवम। बेला बेला माउलतिरबाट पनि दोष आउने गर्छ अरे। हेर्नु है त, जनः पैतृक दोषेण, किनभने उता मृत्युकी छोरी थिइन् अनि उताबाट त्यो दोष आयो, त्यसैले यस्ता राजा भए।
राजाका सन्तानी बेन जुन हुन् ती बडा दुष्ट भए र दुष्ट भए। यति भइसकेपछि अब कुन्ची पितालाई घरमा बस्न मन लाग्छ? ल भन्नु त, लाग्छ कसैलाई? लाग्छ र? बोलो भक्तवत्सल भगवानको। र उहाँलाई लाग्यो होइन अब कति क्याच सुन्ने, केही गरेर हुँदैन, केही गर्न नसकिने रहेछ भनेर बेनलाई राजा बनाएर ऊ भजन गर्न कहाँ गए? वनतिर लाग्नुभयो। वनतिर जानुभयो तर आफ्नै गाउँकै गुफामा लुक्नुभयो। आफ्नै गाउँको गुफामा लुकेर भजन गर्न थाल्नुभयो। अरूले चारैतिर खोजे, काहीँ नभेटेपछि अब छोरालाई नै राजा बनाऊ भनेर बेनलाई राजा बनाए। हेर्नु है त, उदा अङ्ग राजा भजन गर्न मस्त भगवानको भजनमा रमिरहेका छन्। ल आउनुहोस् हामीहरू पनि भजनको द्वारा आनन्द लिउँ अनि फेरि अगाडिको कथा श्रवण गरौँ न, होइन भने फेरि निन्द्रा देवीले छोपिहाल्छिन् होइन। बोलो भक्तवत्सल भगवानको।
सके बोलो भक्त वत्सल भगवान को। र यसरी श्री सुखदेवजी महाराज राजा परीक्षितलाई बताउनुहुन्छ, हे परीक्षित, अङ्गका छोरा बेन महादुष्ट भए र राज्यमा रोकटोक गर्न लगाउन थाले। हेर्नु है त, सब थोक रोक्न लगाए। अब यज्ञ पनि नहो, सब थोक मै हो, मै भगवान हुँ, मेरै पूजा गर, यज्ञ सज्ञ गर्नु पर्दैन, मेरो नामको गर भन्न थालो। ईश्वर के सुत चार हे, ध्यानपूर्वक सुन्नु है त, ईश्वरका छोराको को हुन्? ईश्वर के सुत चार हे, धर्म अग्नि नृप चोर, ज्येष्ठ को आदर नहीं तो तीन करे भरफोड़। यानी भगवान का 4 जना छोरा अरे, धर्म, अग्नि, नृप भनेको राजा, चोर भनेको त जानिहाल्नुहुन्छ हैन। ज्येष्ठको आधार नै, अगर धर्मलाई आधार गर्नुहुन्न भने, धर्मको साथ दिनुहुन्न भने, धर्मलाई मान्नुहुन्न भने, ती 3 जना मिलेर के गर्छन्? ले भनेर बजाउँछन्, भडफोड फोडफाड गर्छन्। कि त अग्नि लाग्दछ, कि त राजाले खान्छन्, अथवा डाकु लाग्दछन्, अथवा चोरले चोरेर लान्छन्। हेर्नु है त, धनको सदुपयोग गर्नु पर्यो। धन कमाएर पनि धर्म गरिएन भने के हुन्छ? कि त आगो लागि जल्छ, अथवा ट्याक्स तिरेरै सकिनुपर्छ होइन। होइन भने चोरले राति आएर लग्यो भने ल कति वर्ष कमाएको धन लग्यो भनेर अनि फेरि दुःख मनाएर भयो त। यज्ञ गर्यो भने त पुण्य पनि कमाइयो, हो कि होइन? आफ्ना पितृहरू पनि प्रसन्न हुनुभयो। के थाहा, हामीहरूलाई पनि भोलि दिव्य त्यस्तै हामीहरूको कर्मले गर्दाखेरि सन्तानहरूले, हाम्रा सन्तानहरूले त्यही सिक्दछन् र हामीहरूको लागि पनि गर्दछन्, अथवा उनीहरूले आफ्नो लागि पनि गर्ला। तर यो बेन साह्रै दुष्ट भयो। हेर्नु है त, यति दुष्ट कि खपि नसक्नु भयो। राजाहरूलाई न यष्टव्यम न दातव्यम न होतव्यम द्विजः क्वचित यदि न्यवारयत् धर्मम भेरि घोषेण सर्वस, सबैतिर घोषणा गरौ, यज्ञ पनि नगर, दान पनि नगर, धर्म पनि नगर भनेर। अब राजाहरूले आएर सम्झाए, हेर बाबु, तिमी राजा हौ, तिम्रो यश कीर्तिको लागि तिमीले त्यसो गर्नु हुँदैन, तिमीले यज्ञ गर। नृपवर्य निबोधै दत्ते विज्ञापयामहो आयु स्त्री बल कीर्तिनाम तब तात विवर्धनम। अगर तिम्रो आयु बल कीर्ति यश बढ्न चाहन्छौ भने तिमीले यसो गर्नु हुँदैन भनेर बार बार सम्झाउँदा पनि बेनले मानेन, बिल्कुल मानेन। अहिलेको समयको म राजा हुँ, मेरो पूजा गर भन्दै साह्रै दिक्क लगायो। ऋषिहरूलाई, सन्तहरूलाई साह्रै दुःख भइसकेपछि हवन पनि गर्न दिने थिएन, यज्ञ पनि गर्न दिने थिएन, पूजा आदि पनि नगर भन्थ्यो। सब रोकटोक लगाएपछि अब ऋषिहरूले केही सम्झाउन सक्नु भएन, किनकि अति सर्वत्र वर्जयत भनिरहेछ शास्त्रले। अति भयो भने त्यसलाई त कसैले रोक्नु सक्दैन। हेर्नु है त, त्यसैले के गर्नुभयो? संसारमा रहनुपर्छ ठिकै छ, तर त्यो भ्यागुतो पनि हिलैमा रहन्छ होइन, हो कि होइन? हिलैमा भ्यागुतो बस्छ, हिलैमा कमल फुल, हो कि होइन? हिलैमा भ्यागुतो बस्छ, हिलैमा कमल स्थित, स्थानले मात्र के हुन्छ र भिन्नै छ दुईको गुण, हो कि होइन? ल हेर्नुहोस् त, हिलैमा बस्ने भ्यागुतो गुण कस्तो छ, हिलैमा बस्ने कमल फुल विश्व मनोहर होइन। यानी संसारमा भएर पनि कसरी जिउनु अरे? जस्ता प्रकारले कमल फुल हिलोमा भएर पनि फुलेर सबलाई मनमोहित बनाउँछ, हो कि होइन? ठिक त्यस्तै प्रकारले यो सारा संसार सत्यमा टिकेको छ, असत्यले कहीँ टिक्दछ? टिक्दैन। सबै सारा संसार सत्यले टिकेको छ। सत्येन धार्यते पृथ्वी, सत्येन तपते रवि,
सत्येन वायुवादस्स सर्वं सत्यं प्रतिष्ठितं। सूर्य चन्द्र वायु आदि सब सत्यले टिकेका छन्, तर यहाँ असत्य गरेर साह्रै यसले दुःख दियो। ऋषिहरूलाई रिस उठो, ल हिँड, हुङ्कार भर्दै ऋषिहरू कुदेर आए एकैचोटि हुङ्कार भरेर, हा हन्यताम हन्यताम एषः पापः प्रकृति दारुणम, यसलाई मार 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 मार, जीवदान दगदाशाव सुकुरुते भस्मसात ध्रुवम, यसलाई ध्रुवलाई यसलाई भस्म गर, यो दुष्ट हो, यो पापी हो, यसलाई जिउन दिनु हुँदैन, यसले गर्दा त हामीहरूको धर्म नाश गर्दछ, यसले संसारै बर्बाद गर्ने पर्यो। ल नै त पापी र दुष्ट राजा बन्यो भने के हुने रहेछ? जनतालाई पनि सुख मिल्दैन। अनि त्यही र राजा पनि धर्म गर्ने खालको हुनु पर्यो, हो कि होइन? पहिलेदेखि नै धर्मगुरुदेखि चलेर आएको हो कि हाम्रो संसार जति पनि छ, राजनीति आदि जुन पनि छ, सब धर्मगुरुहरूले बताउँथे यसो गर्नुपर्छ, यसो गर्दाखेरि मात्रै हुन्छ भनेर। राजाहरूले त्यसरी चल्दथे। मनमर्जी कहाँ राजाहरू पनि चल्न पाउँछन्? सब नीति अनुसार चल्नु पर्यो। रुचि अनुसार चल्दाखेरि के हुन्छ? ल भन्नु त। अहिले भर्खरै सुनेका थियौँ होइन, रुचि अनुसार चल्यो भने। रुचि अनुसार चल्ने होइन, नीति अनुसार चल्नुपर्छ। र अब नीति अनुसार चलेन, ला भनेर आएर हुङ्कार मात्रै गरेका थिए, मार मार भनेर कुदेर आएर चारैतिरबाट छेकेका प्राण निस्केछ। त्यसको डरले नि गएछ। अन्यता अन्यता मार, यसलाई मार भनेर चारैतिर आएर डन्डा लिएर उभिएका मात्रै थिए, प्राण निस्केर गयो। अब के गर्ने? त्यतिकैमा सुनिताले, ती सुनितीले के गरिन्? मृत्युकी छोरीले ठुलो कराईमा हालिन् र तेलमा ढाकेर राखिने अरे। मारिन, उनले फ्याँक्न सकिनन् आफ्नो सन्तानलाई, जलाउन सकिनन्। ऋषिहरू गए फर्केर। त्यतिकैमा 2-4 दिनमा हल्ला भयो, राजा छैनन् अरे भनेपछि डाकुहरूले चारैतिरबाट दुःख दिन थाले। लौ जानु पर्यो भनेर फेरि ऋषिहरू आए। ऋषिहरू आएर त्यही बेनको शरीरलाई मन्थन गरे। मन्थन गर्दा गर्दै एकजना निषाद उत्पन्न भए। निषाद उत्पन्न भएपछि फेरि उहाँहरूले मन्थन गर्नुभयो। मन्थन गर्दाखेरि अब दायाँ र बायाँ अङ्गबाट पृथु महाराज र अर्जी महारानीको प्रकट हुन्छ। बोलो पृथु भगवानको। अब पृथु भगवानको प्रकट हुने बित्तिकै पृथु भगवान हेर्दा हेर्दै 16 वर्षीय हुनुभयो। अर्जी महारानी पनि। र सबैजना आए र सबै देवी देवताहरू आएर कुबेरले सिंहासन, वरुणले सुन्दर हार, यमराजले दण्ड, इन्द्रले किरीटी कुण्डल, सरस्वती आदिले अनेक प्रकारले सबै कुरा दिए परिपूर्ण। हेर्नु है त। अब यदि भइसकेपछि संसारमा औषधि अन्न आदि सबै फल्न छोडेको थियो ब्रो। किन? दुष्ट राजा थियो। पृथ्वीलाई पनि डर थियो, काहीँ यो दुष्टले मेरो अहिले संसारमा भएको, पृथ्वीमा भएको औषधि पनि नाश गरौँ भने त पछि के गर्छ भनेर सबै आफ्नो उदरमा लिइरहेथिन्। अब पृथु राजा आइसकेपछि अन्न पनि छैन, हाहाकार भयो जनतामा। अब के गरेर भन्दाखेरि उहाँलाई थाहा भयो, ओहो पृथ्वीले पो त लुकाएकी रहेछिन् भनेर उहाँले आज्ञा गर्नुभयो। ल निकाल भन्दाखेरि मानिनन्। त्यतिकैमा र तिमीलाई छोड्दिन भनेर डन्डा लिएर कुदाउनु भएको। गौर रूप धारण गरेर कुद्दा थाकिन्। प्रभु मैले चिन्न सकिनँ हजुरलाई भन्दै उभिन्। र यस्ता प्रकारले पृथु महाराजले बछडाको रूपमा सम्पूर्ण औषधिहरू आदि दोहन गर्नुभयो। देवताहरू पनि आएर अनेक प्रकारका हार, मणिहरू आदि दोहन गरे। र त्यहीँदेखि पृथु महाराजजीले हामीहरूलाई दिनुभएको अन्न अहिलेसम्म चलिरहेको छ। त्यति मात्रै होइन, पृथु महाराजजीले यी पहाडहरू पनि सबै एकतिर बनाइदिनु भइरहेछ, दुःख कष्ट नहोस् मनुष्यलाई भनेर। पहिले सबैतिर पहाड थिए, तर उहाँले केवल एकैचोटि पहाडहरूलाई एक साइड लगाइदिनु भयो। किनभने अब पहाडमा एक बार जल लिन जानु पर्यो भने माथिबाट तल आएर माथि पुग्दै बिहानदेखि बेलुका हुन्छ, हो कि होइन? हो कि होइन? भन्नु न। राधे राधे। पहाड चढ्नु भएको रहेनछ हो पनि भन्नु न। अनि पहाडमा अब
ओल्लो गाउँबाट पल्लो गाउँमा केही काम परेर जानु भने त रात बस्दै जानु पर्यो होइन। त्यति गाह्रो हुन्छ भनेर पृथु महाराजले ल गाह्रो नहोस् सजिलो होस् भनेर एकतिर समतल बनाइदिनु भयो र एकतिर पहाड 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 बनाइदिनु भयो। ल हेर्नुहोस् कति सुविधा दिनुभयो। र यस्ता प्रकारले समय बित्दै गयो, राज्य गर्दै जानुभयो पृथु महाराजले। र एक दिन आफ्ना पुत्रहरूलाई उपदेश दिनको लागि सभा राख्नुभयो। त्यहाँ सनकादि महामुनिहरू पनि आउनुभयो। सनकादि महाराजजी आएपछि उहाँहरूले प्रणाम गर्नु। न विप्रपादको हो कर्माणि न वेद शास्त्र ध्वनि वर्ग रजितानि स्वाहा स्वदाकार विवर्जितानि श्मशान तुल्यानि गृहाणि तानि। जसको घरमा कथा हुँदैन, सन्त महापुरुषहरूको चरण रज प्राप्त हुँदैन, जसको घरमा यज्ञादि कर्म हुँदैन त्यो त शमशान तुल्य हो भन्दै भन्नुहुन्छ पृथु महाराज। र सनकादि महाराजहरू आउनुभएको थियो। उहाँहरूलाई प्रणाम गरेर मनुष्यको कल्याण कसरी हुन्छ भनेर प्रश्न राख्नुभयो। अनि सनकादि महामुनिहरूले भन्नुहुन्छ बिनु सत्संग विवेक न होई, बिनु सत्संग विवेक न होई, राम कृपा बिनु सुलभ न होई, राम कृपा बिनु सुलभ न होई। ओ बिनु सत्संग विवेक न होई, बिनु सत्संग विवेक न होई, राम कृपा बिनु सुलभ न सोई, राम कृपा बिनु सुलभ न सोई। बिनु सत्संग विवेक हुँदैन। सत्संगको बिना विवेकको बुद्धिको जुन ज्योति हो त्यो प्रकाशमय हुँदैन। त्यसैले सत्संग गर्नुपर्छ भन्दै उहाँले अमोघ ज्ञान दिनुभयो पृथु महाराजजीलाई। र पृथु महाराजजीलाई यसरी ज्ञान दिएर उहाँ सनकादि महामुनिहरू पनि जानुभयो। ल हेर्नु है त, भनिदिनुहोस् न राधे राधे। उतातिर नहेर्नु है, बाटातिर हेर्नु भने फेरि यता गाडी अर्कैतिर गयो भने गाडी छुट्यो भने फेरि गाह्रो गाह्रो हुन्छ नि। र अब यता पृथु महाराजजी पनि अब अनेक वर्षसम्म आफ्नो राजपाट चलाउनु भयो र आफ्ना सन्तानहरूलाई दिएर उहाँ पनि वनमा गएर भजन गरेर अन्त्यमा भगवत धाम प्राप्त गर्नुभयो। यता पृथु महाराजजीबाट विजिताश्व भए। विजिताश्वबाट विदिताश्व र हविरधानीबाट प्राचीन वर्णी हुन्छन्। प्राचीन वर्णी पनि ठुला राजा हुन्छन्, धर्मात्मा हुन्छन्, ज्ञानी हुन्छन्, तर पनि यज्ञ गराउँछन्। ठुल्ठुला कर्मकाण्डी ब्राह्मण हुन्छन्, तर पनि के गर्छन्? गाई बाख्रा आदिको यज्ञ गराउने गर्दथे। ल हेर्नु है त, त्यो भइसकेपछि नारदजीलाई दुःख लाग्यो। एक दिन आउनुभयो। उहाँका प्राचीन वरिका छोरा प्रचेतसहरू हुन्छन्। प्रचेतसहरू वनमा गएर रुद्र गीत गाएर भगवानको दर्शन गरेर भगवानको प्राप्ति गरेर रुद्र गीत गाउँदै भगवानको दर्शन गर्छन्। रुद्र भगवानले उनीहरूलाई पनि ज्ञान दिनुहुन्छ। तर नारदजीलाई लाग्छन् ल हेर छोराहरू चाहिँ मजा भजन गर्दैछन्, तर पिताजी यहाँ कस्तो कर्म गर्दैछन् भनेर आउनुभयो। प्राचीन वरिलाई खुब राम्रो कथा श्रवण गराउनुभयो। जुन चाहिँ आफ्नो जीवनको समय जीवनसित जोडेको कथा श्रवण गराउनुभयो। पुरञ्जन पख्यान, त्यो पख्यान सुनाएर उहाँलाई ज्ञात भयो, ओहो म त नराम्रो कर्म गर्दैछु, नरकगामी जाने कर्म गर्दै रहेछु भनेर उहाँलाई ज्ञान हुन्छ। नारदजीले उहाँलाई मन्त्र दिनुहुन्छ। मन्त्र दिइसकेपछि उहाँ पनि वनमा गएर भजन गरेर आफ्नो दिव्य धाम प्राप्त गर्नुहुन्छ। अब यहाँ पुरञ्जन पख्यान लामो छ, त्यतातिर हामी नजाउँ। र यतातिर जुन प्राचीन वरिका छोरा प्रचेतसहरू वनमा गइरहेथे, तिनीहरूले तप गरेर भगवत प्राप्त गरे, भगवानको दर्शन गरे, भगवानले आशीर्वाद दिनुभयो र वृक्षकी छोरी बार्खीसित विवाह गरे। र जुन दक्षलाई घाँटी काटेर मुन्टो लगाइदिनु भइरहेको थियो, बोकाको मुन्टो, तिनी दक्षले आफ्नो प्राण जिउन नसकेर प्राण त्यागिरहेथे। तिनै दक्ष फेरि यहाँ बार्खीका सन्तान भएर जन्मिन्छन्। हेर्नु है त। र यसरी
दक्ष पनि यता जन्मिन्छन् र प्रत्यक्षहरू पनि अन्त्य समयमा भगवानको भजन गर्दै आफ्नो दिव्य धाम गर्छन्। यस्ता प्रकारले चतुर्थ स्कन्धलाई प्रणाम गर्दै पञ्चम स्कन्धमा प्रवेश गरिन्छ। यानि उत्तानपादको वंश यहाँ श्रवण गर्नुहुन्छ सुखदेवजी महाराज राजा परीक्षितलाई। र प्रियव्रतो भागवत आत्मराम कथम मुने गृहे रमत यन्मूल कर्म बन्ध पराभव। श्री सुखदेवजीलाई परीक्षितले सोध्नुहुन्छ, गुरुदेव भन्नुहोस् त राधे राधे। हो यताउता भुलिन थाल्नु अनि म त कसलाई हेरेर भन्ने मैले। प्रियव्रतो भागवत आत्मराम कथम मुने गृहे रमत यन्मूल कर्म बन्ध पराभव। मनुपुत्र प्रियव्रत स्वयं आत्माराम हुनुहुन्थ्यो भने गृहस्थीमा कसरी जानुभयो भनेर परीक्षितले सोध्नुहुन्छ। गुरुदेव त्यस्ता आत्माराम पनि गृहस्थीमा जानुभयो। नारदजीले ज्ञान दिनुहुन्थ्यो प्रियव्रतलाई। प्रियव्रत भनेका राम्रा जसले व्रत गर्दछन्, आफ्नो जीवनमा जस्तै राम्रो कर्म गर्दछन् तिनै प्रियव्रत हुन्। हेर्नु है त, हे राजन तिमीले अति सुन्दर प्रश्न गर्यौ भन्दै परीक्षितलाई सुनाउँदै सुखदेवजी महाराज गजगद हुँदै भन्नुहुन्छ, जब प्रियव्रतले पनि नारदजीबाट अमोघ ज्ञान लिएर जीवन पर्यन्त प्रभु नारायणको सेवा गर्छु भनेर बसेका थिए, तर प्रतिज्ञा गरेका थिए, तर फेरि उहाँ गृहस्थीमा कसरी फस्नुभयो। प्रियम भागवतोपासक लक्षणम यस्य सह प्रियव्रत। जो जी आफ्नो जीवनमा भगवानको पासक सेवा गर्ने, हर समय हर क्षण भगवानको सेवामा रत भएर बस्ने त्यस्ता प्रियव्रत पनि कसरी गृहस्थीमा आए। मनु महाराजले सृष्टि अगाडि बढाउनु भन्दा मानेनन् र ब्रह्माजीले आएर सम्झाउनु भयो। हेर्नु है त, आफ्ना पिताजीले आएर सम्झाएपछि उहाँले मान्नु भएन, हुँदैन म त गृहस्थीमा फस्दिनँ भन्नुभयो। अनि फेरि ब्रह्माजीले आएर सुनाउनु उहाँलाई आज्ञा गर्नुभयो, किनभने वेदको आज्ञा पनि त्यही हो, पहिले विवाह गर्नुपर्छ। पहिले ब्रह्मचारी हुने हो, 25 वर्षसम्म बसेर वेदादि अध्ययन गर्ने हो त ठिकै छ, अथवा स्कुल आदि पढ्ने हो 25 वर्षसम्ममा। हेर्नु है त, अनि 25 वर्ष कटिसकेपछि विवाह गर्नुपर्छ, गृहस्थीमा फस्नुपर्छ। अनि गृहस्थीमा फसेर 50 वर्ष भइसकेपछि वानप्रस्थी हुनुपर्छ, सन्यासी लिनुपर्छ बल्ल। किन होइन भने एउटा सिडी नचढेर अब मन्दिर जाँदाखेरि एउटा सिडीमा चढ्नुभयो, बेचको सिडी छोडेर अर्को माथिकामा चढ्छु भनेर 22 जना स्कुटर राखेर चिप्लिनु भयो भने त लडियो होइन। हर कसैले सक्दैन नि त त्यसरी खुट्टा राख्न। सकिन्छ पाउ राख्न अगाडि? सकिँदैन। त्यसैले स्टेप बाई स्टेप पाउ राखेर जा गएको चाहिँ राम्रो हो भनेर सम्झाउनुहुन्छ प्रियव्रतलाई। प्रियव्रतले ल ठिकै छ भनेर प्रसन्न हुनुहुन्छ र उहाँलाई विश्वकर्माकी छोरी वर्हिष्मतीसित उहाँले विवाह गर्नुहुन्छ। हेर्नु है त, विवाह गरिसकेपछि उहाँका 10 पुत्र र 1 छोरी हुन्छन्, कन्या हुन्छन्। उहाँकी कन्या जुन हुन् ती शुक्राचार्यलाई दिनुहुन्छ। ऊर्जस्वती नामकी कन्या हुन्छन्, शुक्राचार्यलाई विवाह गरेर दिनुहुन्छ। अब यता उहाँका छोराहरू जुन थिए ती कवि, महावीर र सवन 3 जना ऊर्ध्वरे त ब्रह्मचारी हुन्छन्, महान ब्रह्मचारी भएर भजन गर्न जान्छन्। र प्रियव्रत कि अर्की पत्नी थिइन्, तीबाट उत्तम तामस र रेवस हुन्छन्। यी मनवन्तरमा गएर मनवन्तरको अधिपति बन्छन्। तर प्रियव्रतलाई आज लाग्छ होइन, आज संसारका व्यक्तिहरू यत्रो रातभरि सुत्दछन्, हेर कति समय बर्बाद गर्दछन्। यो रात यतिकै खेरा गएको रहेछ होइन। यो रातमा पनि नसुतेर अगर यिनीहरूले काम गरे भने, भजन गरे भने भनेर उहाँले एउटा रथ बनाउनु भयो र सूर्यको पछाडि कुदाउन थाल्नुभयो। यसरी कुदाएपछि 7 द्वीप भए। ओहो, ब्रह्माजीले रोक्नुभयो, यसरी तिमीलाई दिनलाई रातलाई पनि उज्यालो बनायो भने त बर्बाद हुने भयो, त्यस्तो गर्नु हुँदैन बाबु भनेर सम्झाउनु। किन उनले सोचिरहे जुन रात्रिमा आफ्नो समय व्यतीत गरेर
अनेक कर्ममा व्यतीत गर्छन्, तिनीहरूले पनि भगवानको भजन गर्लान् भनेर सोचेर थिए। तर भन्नुहुन्छ भगवानले, हे प्यारे, जो व्यक्तिहरू संसारका व्यक्तिहरू रात्रिकालीनमा भोग भोग्ने गर्दछन्, त्यही समयमा सन्तहरू के गर्ने गर्दछन्? भजन गर्ने गर्दछन्। जुन रात्रिकालीनमा संसारका सांसारिकहरू चाहिँ भोग विलासमा रम्ने गर्दछन्, त्यही समयमा त्यही रात्रिमा योगीहरू योग गरेर भगवान दर्शन गर्ने गर्दछन्, भगवतको स्मरण गर्ने गर्दछन्। त्यसैले बाबु तिमीले यो बनिएको सृष्टिलाई नबिगार भन्नुहुन्छ। हेर्नु है त, यो बनिएको सृष्टिलाई बिगार्न हुँदैन भनेर सम्झाउनुहुन्छ। ल ठिकै छ भनेर उहाँले मान्नुहुन्छ। अच्छा, एकजना त्यस्तै व्यक्ति रहेछन्, ब्रह्माजीलाई दोष दिँदै रहन् राम्रो। हेर्नु है त, भन्नुहोस् न राधे राधे। आज खेती गर्दै रहेछन्, कृषिक रहेछन्, गर्मीको दिन रहेछ। हेर्नु है त, अब काम गर्दा 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 त घाममा गलिएको हुन्छ, थाकिएको हुन्छ, होइन हो कि होइन? अनि काम गरेर थाकेका रहेछन्, आएर बाहिरको रुख मुनि बसेछन्। अब बिच बिचमा ब्रेक पनि त लिने गरिन्छ, होइन? कति हलो जोत्ने, हलो जोत्दा जोत्दै थाकियो भनेर बिचमा आएर यसो ब्रेक पनि त लिने गरिन्छ। अनि त्यहीँ बाहिरको रुख रहेछ, बाहिरको रुख तल आएर बसेछन्, यसो पानी जल पिएछन् र ब्रह्माजीलाई दोष दिन थालेछन्। होइन, यी ब्रह्माजी कस्ता उल्टा रहेछन् भन्दै। हेर्नु है त, किनकि अब त्यहीँ छेउमै अर्को लहरामा पनि फर्सी फलिरहेको थियो। अब खेतमा त आफ्नै खेतमा त लगाइएको पनि हुन्छ नि त, फलहरू अथवा सब्जीहरू पनि त लगाइएको हुन्छ कि हुँदैन? अब फर्सी पनि फलेको थिए, ठुल्ठुला फर्सी, होइन? अनि त्यतिकैमा बाहिरको रुखमुनि तल बसेर यसो अडेसा लागेर बसिरहेथे। अनि ब्रह्माजीलाई कोस्दै थिए, यी ब्रह्माजी हेर सृष्टि बनाउन पनि जान्दा रहेनछन्, गछ रुखसी भने यत्रो ठुलो बनाइरहेछन्, अनि फल्ची भने यत्रा यत्रा बनाइरहेछन्। ल हेर, यो लहरो सानो लहरो छ, तर फल्ची हेर यसमा कत्रा कत्रा छन् भनेर ब्रह्माजीलाई कोस्दै रहेछन्। त्यतिकैमा एउटा बयर आएर झरेर लागेछ बुढा बाबाको यहाँ टाउकामा, मजाले ला भनेर टुटुल्को उठेछ। ओहो राम 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 राम, धन्न बयर रहेछ सानो टुटुल्को उठो। अगर यत्रै फल हुन्थ्यो भने मेरो के हुन्थ्यो होला? गोविन्द आए नमो नमः, जे गरे सही गरेछन् ब्रह्माजीले भनेर फेरि ब्रह्माजीलाई लगाछन्। हेर्नु है त, अनि ब्रह्माजीले सृष्टि बनाउनु भएको छ, धेरै सोच विचार गरेर बनाउनु भएको छ। हामीले ओहो गर्मी आयो, जाडो आयो, चिसो लाग्यो भनेर हुन्छ? हुँदैन। सब प्रकृतिको नियम छ, ऋतु अनुसार चल्दछन्। कति आनन्दमय छ संसारको जस्तो आनन्द त अरू कहीँ छँदै छैन। वास्तवमा भन्नु भने वैकुण्ठमा पनि छैन, स्वर्गमा पनि छैन, अरू भोग विलास गर्ने अन्य स्थानमा पनि छैन। जम्बूद्वीपदेखि बाहिर अरू द्वीप पनि छन् भोग विलास गर्ने, आफ्नो समय व्यतीत गर्ने। यहाँ पुण्य कमाएर तपाईँ जाने ठाउँ अरू पनि छन्। प्लक्ष, क्रोश, क्रौञ्च, सालमली, साक आदि अरू द्वीप छन्। यो त केवल हामी त जम्बूद्वीपभित्र मात्रै छौँ। हेर्नु है त, जम्बूद्वीपमा पनि सानो ठाउँमा छौँ, ठुलो होइन त। जम्बूद्वीपमा पनि अरू 9 वर्षका भाग लाग्छन्, त्यसको पछाडि पनि अरू 7 वर्षका भाग लाग्छन्। अब 9 जना छोरा भएपछि एक बिघा माटो 9 जनालाई भाग लगाउँदा कति होला भन्नु त? अलिकति रह्यो, होइन? फेरि तिनीहरूका सन्तान जन्मे अरू 7 जना, फेरि त्यसलाई 7 भाग लगाउनु पर्यो, कति रह्यो? थोरै रह्यो, र अझै थोरै रह्यो होला। त्यो थोरै चाहिँ ठाउँमा चाहिँ हामी कति चाहिँ छौँ ल भन्दा जम्बूद्वीपको त्यो सानो ठाउँमा छौँ हामी, तर पनि यथा छौँ, हो कि होइन? ब्रह्माजीले बिल्कुल यो सृष्टिको सब कुराहरू हामीहरूको ऋतु अनुसार सबैलाई परिपूर्ण बनाएर राख्नुभएको छ। गर्मी, जाडो, चिसो, हावा कहिले चल्छ, पात कहिले झर्छन्, कहिले पलाउँछन्, फल कहिले फल्छन्। हर फललाई आफ्नो आफ्नो समय दिनुभएको रहेछ फलले, हो कि होइन? हर फुललाई आफ्नो आफ्नो समय दिनुभएको रहेछ फुलले। त्यस्तो समय पनि आउँछ। र यस्ता प्रकारले प्रियव्रतले आफ्नो राज्य चलाउन थाल्नुभयो। अब प्रियव्रतलाई रोक्नुभयो। ती 7 द्वीपमा उनले आफ्ना 7 जना सन्तानहरूलाई राखिदिनु भयो। हेर्नु है त, अब यही वंशमा अब एक जनाको त नाम लिँदै गयो भने त कथा लामो हुन्छ र वंश अनुसारमा कथा चल्छ है त। यही वंशमा अग्निन्द्र हुन्छन् जम्बूद्वीपमा जुन अग्निन्द्र हुन्छन् उनले पनि विवाह गर्छन् ऊर्जस्वतीसित। हेर्नु है त,
तप गर्न गएका हुन्छन्। किनभने पहिलेको समयमा त्यही थियो, पिताहरूले तप गरेर गर्थे अनेक वर्षसम्म, अनि भगवान्ले वरदान दिनुहुन्थ्यो, ल अब विवाह गरेर जाऊ, छोरी म पठाइदिन्छु भन्थे। त्यतिखेर कहाँ खोज्न खोज्दै थियो। अब त अहिले पनि खोज्न जाने चल्ला नै बन्द भयो, होइन पिताजी? हो कि होइन भनिदिनु न। हिजो अस्तिसम्म त अलिक 2-4 वर्ष अगाडिसम्म त खोज्ने माग्ने चलन थियो। अब अहिले त मोबाइलदेखि नै खोजिरहेका हुँदो रहेछन्, गाह्रो छ, होइन? अब त्यतिखेर पनि त्यस्तै थियो, खोज्न कहाँ जाने, बाउले लिएर जाने थिएनन् छोरालाई। तब गएर ब्रह्माजीले आएर दर्शन दिन्छन्, भगवान्ले आएर दर्शन दिन्छन्, कहाँबाट आउने छिन् कन्या ती आफै भनिदिन्छन् तिमीलाई भनेर भनिन्थ्यो, हेर्नु है त। अब आङ्ग्रिन्द्र तप गर्न गएका थिए, तप गरेर थिए, तप गर्दैछ। त्यतिकैमा ओहो अब के गर्ने त भन्दाखेरि अप्सरालाई पठाउनु भयो उहाँदेखि, ल अब तिमी गर तिनलाई दर्शन देऊ, उसित समय बिताऊ भनेर पूर्वचित्ती नामकी अप्सरालाई पठाउनु भयो। कति सुन्दर थिइन् होला, हेर्नु है त। तब गर्दै थिए, बाबाई आएर नृत्य गर्न थालेछिन्। पाउका पाउजूहरू छम छम बजाउँदै नृत्य गरेको सुनेर आँखा खोलेर हेरेछन्। कसले? अग्निन्द्रले, हेर्नु है त। त्यस्तो सुन्दर आवाज कानले सुन्दैमा उनको आँखा खुलो हेर्दाखेरि त हो के वर्णन गर्नु, विश्व सुन्दरी। अब देखेपछि त ओहो विवाह गर्ने कुरो जागृत भइहाल्यो। कात्वम चिकिरी शशी चकिम मुनिवर्य शैले, ओहो देवी तिमी गौ, ल भन के कामना छ भनेर एक आपसमा दुईजनाको गफ हुन थाल्यो। गफ हुँदाहुँदै गन्धर्व विवाह गरे। ल हेर्नु है त, गन्धर्व विवाह गरे। गन्धर्व विवाह गरिसकेपछि कालान्तरमा 9 पुत्र भए। नाभिक, कुम्पुरुष, हरिवरस आदि पुत्र भए। यसरी ती पूर्वचित्ती नामकी अप्सरा कुनै समय पछाडि फेरि गइन् स्वर्गतिर, र अग्निन्द्रलाई पनि लागेछ होइन मेरो श्रीमती गइन्, म पनि जान्छु भनेर तप गरेर गन्धर्वको इच्छा राख्दै ऊ पनि गए, आफ्ना सन्तानहरूलाई राज्य सोपे। अब यता नाभिले जम्बुद्वीपमा बसेर राज्य गर्न थाल्नुहुन्छ। गर्दा गर्दै समय आउँछ र नाभिका पुत्र भएर भगवान साक्षात प्रकट हुनुहुन्छ। बोलिए ऋषभदेव भगवानको। ऋषभदेव जन्मिनुहुन्छ, प्रकट हुनुहुन्छ र ऋषभदेव बढ्दै बढ्दै ठुला हुनुहुन्छ। नाभिले पनि आफ्ना सन्तानलाई के गरे? राज्य सोपे। लौ बाबु अब हामीहरूको परम्परा नि यही छ, राज्य गर। अब म त वनतिर हिँडे भने ऊ गए, तब गए, भगवानको प्राप्त गरे। अब नाभिले ऋषभदेवले अब राज्य चलाउन थाल्नुभयो। नाभि त गए होइन। अब ऋषभदेवले यता राज्य चलाउनु हुँदैछ, तर इन्द्रले वर्षै वर्षाएन, जलै वर्षाएन, पानी नि कहीँ पर्दै परेन। अब पानी नपरिसकेपछि गाह्रो हुन्छ होइन। फसलै फलेन भने के खाने? वृक्षहरूमा पातै लागेनन् भने, हावै पाइएन भने गाह्रो हुँदैन। जल बिना जीवन छैन भन्छन्, हो कि होइन? हो कि होइन भनिदिनु न। राधे राधे। मलाई त हो भनेर जवाब पनि दिनुपर्छ है, अनि मात्रै आनन्द आउँछ नि। जल बिना जीवन छैन होइन। अब त्यस्तो भइसकेपछि ऋषभदेवले आफ्नो योग बलद्वारा आफै वर्षा गराउनु भयो, हेर्नु है त। यो दृश्य देखेर इन्द्र चकितमा परे, भ्रमित परे। ओहो यस्तो कर्म त अरू कसैले गर्नै सक्दैन, यस्तो कर्म अरू कसैले गर्नै सक्दैन, यी त पक्कै प्रभु नै हुनुहुन्छ भनेर आए लज्जित भएर। अब गर्ने के गर्ने, कसरी शरण पर्ने, के गर्ने, कसरी मित्रता गर्ने भनेर हेर्नु है त। केही उपाय नपाइकन आफ्नै छोरी लिएर आएछन्, जयन्ती नामकी छोरी लिएर आएर, प्रभु अब अरू त मैले गल्ती गरिहालेँ, अब मेरो गल्तीलाई हजुरले ज्वाइँ भनेर स्वीकार गर्नु पर्यो। ससुराबा भइसकेपछि त अब गाली सुनिएन नि, हो कि होइन? ज्वाइँ बनेपछि त ज्वाइँले प्रणाम गर्नु पर्यो। ससुराबा त यतिकै ठुला भए, गल्ती त गरेका। अब त्यसैले गल्ती अब गरेर अब कुरो सुन्नुभन्दा त छोरी लगेर अब दिने हो, ज्वाइँ बनिहाल्छन्। हेर्नु है त, कुरो पनि अगाडि बढ्दैन भनेर छोरी ल्याएर जयन्तीलाई दिए।
र यसरी समय बित्दै गयो। ऋषभदेव र जयन्तीदेखि 100 सन्तान 100 पुत्र भए। अब ती 100 पुत्रमा ज्येष्ठ भरत थिए। हेर्नु है त, अब कवि हरि अन्तरिक्ष आदि 9 सन्तानलाई उहाँले राज्य दिनुभयो। अरू 81 जना सबै के भए थाहा छ? 81 जना थिए, अरू जति पनि थिए ऊ ठुला ब्रह्मचारी भएर बसे। अब यता भरतले राज्य चलाउन थाल्नुभयो। ऋषभदेवले भरतजीलाई राज्य दिने अगाडि पहिले सभा राख्नुहुन्छ एउटा। हेर्नु है त, ठुलो सभा राख्नुहुन्छ, सबैलाई बोलाउनुहुन्छ। आफ्ना सन्तानहरूलाई उपदेश दिने न्युले प्रजाहरूलाई पनि उपदेश दिनुहुन्छ। सभामा सबै आएर बस्दछन् र भन्नुहुन्छ, उहाँले उपदेश दिँदै भन्नुहुन्छ, ल हेर, जीवनमा आफ्ना सन्तानलाई पढाउनु अवश्य जरुरी छ अरे। जुन मातापिताले आफ्ना सन्तानलाई पढाउँदैनन्, धर्म कर्ममा हिँडाउँदैनन्, सद्मार्गको मार्गदर्शन गराउँदैनन्, गुरुको शरणागति दिलाउन चाहँदैनन् भने त्यस्ता मातापिता को हुन् अरे थाहा छ? माता शत्रु पिता वैरी येन बालो न पाठति न शोभते सभा मध्ये हंसमदेवको यथा। कति सुन्दर श्लोक छ हेर्नु है त। माता शत्रु पिता वैरी येन बालो न पाठित। माता शत्रु हुन् अरे, पिता वैरी अरे, वैर हुन् अरे, जो आफ्ना सन्तानलाई पढाउँदैनन् भने। किनकि अझ सभाको बिचमा, हंसको सभाको बिचमा एउटा बगुलो गएर बसो भने, एउटा काउडी गएर बसो भने शोभायमान हुन्छ त त्यो काउडी? ल भन्नु त, हुँदैन। भन्न के खोज्यो त भन्दाखेरि हामीहरूका सन्तानहरूलाई पनि हामीहरूले शिक्षित बनायौँ भने, संस्कार दियौँ भने भोलि कहीँ गएर नाक ठुलो बनाउँछन्, आफूले पनि छाती ठुलो बनाउन पाइन्छ, हो कि होइन? पितालाई अरू के खोज्नुहुन्छ? आफ्नो सन्तानले राम्रो कर्म गरोस्, सत्कर्म गरोस्, मेरो नाक लामो नबनाए पनि छाती चौडो बनाइदियोस् भन्छन्, होइन? हो कि होइन? ठिक त्यसैले भन्नुहुन्छ कि आफ्ना सन्तानलाई चाहिँ अवश्य ज्ञान दिनुपर्छ। संस्कार र संस्कृति सिकाएन भने संस्कार र संस्कृति लुप्त हुन्छ। हामीहरूले संस्कार र संस्कृति सिकायौँ भने पो त भोलि हामीहरू बितेर गइसकेपछि हामीहरूको नाममा पनि तर्पण देलान्। हामीहरू आफै तर्पण नदिने, एक बार गया गएर आउने, त्यसको पछाडि तर्पणै नदिने, दान गर्दा भइहाल्ने रहेछ, सिधा दान गरो, कुरै निम्ट्यो, 2-4 मिनटमै कुरो निम्टिने रह भन्न थाल्यौँ भने त भोलि गएर ए हाम्रै बाउले त यस्तो गरेका थिए नि, जाउँ गएर एक बार सिधै गएर उहीँ सेलाएर आऊ न, दाग बत्ती पनि उहीँ सेलाएर आऊ, एकैचोटि पिण्डदान गरेर आऊ, अर्को पालिबाट गर्नै पर्दैन भन्न थाल्छन्। हो कि होइन भन्नु त? गया गएर गर्नुपर्छ राम्रो कुरो, तर्पण दिनुपर्छ। तर पितृकर्म भनेको हर साल हामीहरूले गर्नुपर्छ। घरमा पनि ठुल्ठुला यज्ञ गराए पनि, जे गराए पनि पितृकर्म हमेसा गराइराख्ने हो, हामीहरूले गरिराख्नुपर्छ। हिजो गुरुजीले भन्नुभयो त्यो पिण्ड किन दिने भन्दाखेरि सारा संसार विश्व ब्रह्माण्ड एउटा पिण्ड आकारको गोलाकार छन्। कति हो, कति छन्, हजारौँ छन्, अरबौँ छन्, गनेर सकिँदैन। अच्छा, एक दिन ब्रह्माजी घुम्दै घुम्दै जानुभएछ कहाँ? प्रभुलाई भेट्न। हेर्नु है त, ब्रह्माजी जानुभएछ घुम्दै घुम्दै प्रभुलाई भेट्नलाई। अनि त्यो भइसकेपछि अगाडि द्वारपालले रोके, कहाँबाट आउनुभएको भन्दाखेरि ब्रह्माण्डदेखि आएको भनेर भनेछन्। होइन। अनि भनेछन् प्रभु त्यस्ता ब्रह्माण्ड त कति छन्, एउटा मात्रै थोरै न, ब्रह्माण्डको नाम भन्नु भनेर भनेछन्। अब कुन चाहिँ ब्रह्माण्डको नाम भन्नु? उसलाई त यो थाहा नै थिएन। म एउटै ब्रह्माण्डको हुँ, मै मात्रै एउटा हुँ, अरू कोही छँदै छैन भन्ने लाग्थ्यो ब्रह्मालाई। अनि ब्रह्माण्डको अब नाम अहिलेसम्म केही राखेको छैन, के ब्रह्माण्ड भन्ने भनेर भने। त्यति भए पनि अनि त्यति भइसकेपछि ब्रह्माण्ड देखाइदिनु भएछ उहाँले। ल हेर्नुहोस् यहाँबाट ब्रह्माण्ड कति छन् भनेर ब्रह्माण्ड देखाउँदा त कति हो कति। नदीमा गएर बालुवा यसरी उठाउँदाखेरि बालुवा कति हुन्छन्? गनेर सकिन्छ? सकिँदैन। ठिक त्यस्तै ब्रह्माण्ड नै ब्रह्माण्ड देखेर चकित भए ब्रह्माजी। राम 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 राम, म त एउटै मात्रै ब्रह्माण्डको ब्रह्मा मै होला सबैभन्दा ठुलो भनेर सोचिरहेथे। ब्रह्माण्ड त कति हो कति रहेछन्।
के भन्ने भन्दाखेरि अरू केही उपाय पाएनन्। जुन ब्रह्माण्डको शिर धुलो परिरथो भनेर भन्नुहुन्छ। ओहो त भन्ने बित्तिकै थाहा भयो। यानी यो कथा आउँछ अगाडि। वामन भगवानले आफ्नो बलिलाई आफ्नो पाउले नाप्दाखेरि दोस्रो पाउले ब्रह्माण्ड छेदन भएको थियो। त्यही छेदन भएको ब्रह्माण्डदेखि आएको भनेर ब्रह्माजीले चिनाउँदा मात्रै बल्ल अच्छा ल ठिकै छ जाऊ भनेर पठाएका थिए। बुझ्नुभयो? यानी हामीलाई ज्ञात त हुनु पर्यो। भोलि ब्रह्माजीलाई पनि थाहा नभए अलि त थाहा हुने थिएन भने त मिल्न पाउने थिएनन्। पाउने थिएनन्, फर्केर आउनु पर्थ्यो। कमसेकम त्यही धुलो परेको ब्रह्माण्डदेखि आएको भनेर भए पनि जान त पाए। यानी हामीहरूका पुर्खाहरूको हामीहरूलाई पनि त ज्ञान हुनु पर्यो। ज्ञान भएन भने कसरी हुन्छ? कसको नाममा तर्पण दिने? अब हामीहरूका सन्तानहरूलाई वास्तवमा भन्नु भने हजुरबा पुर्खा हजुरबाको नामै थाहा नहोला अहिलेको समयमा। हुँदैन। श्राद्ध गर्न बसेपछि ल भन्नु त पितामहको नाम भनेपछि ओ पितामहको नाम उहाँ लेखेर राखेर थियो, लिएर आइज भनेर टाउको हो कि होइन? अनि त्यस्तो गति छ भन्ने के ल भन्नु त? बोलो भक्तवत्सल भगवानको। यानी यहाँ भन्नुहुन्छ कि ऋषभ भगवान पनि कि गुरु न शिष्यास नजनो स्वजनो न शिष्यात। अगर गुरुले पनि सत्मार्ग देखाउँदैनन् भने, सत्मार्ग दर्शाउनु हुँदैन भने गुरुलाई पनि त्यागिदिनुपर्छ भनेर भन्नुहुन्छ। त्यति मात्रै होइन, आफ्ना स्वजन जुन छन्, सहपाठी जुन छन्, तिनीहरूले पनि सत्मार्गमा हिँड्न दिँदैनन् भने, राम्रो मार्गमा हिँड्न दिँदैनन् भने तिनीहरूलाई पनि त्यागिदिनुपर्छ। कुनै ठुलो कुरो होइन भनेर भन्नुहुन्छ। हेर्नु है त, किन सद्मार्ग धर्म मार्गमा हिँड्ने हर कोही थोरै न हिँड्छ। दोस्रो मार्गमा ग्राम्य मार्गमा त हर कोही छन्। हामीहरू छ कि छैनौँ? संसारका अनेक प्रकारका भोग विलास गर्न त जीव जन्तुले हिँड्न सबै छन्। त्यही जीव जन्तुले भगवानको भजन गर्न सक्दैन भनेर 83,999 योनिमा ब्रह्माजी थाकेर अरू एउटा जुनी बनाउँदा 84 लाख पुगेको। बुझ्नुभयो? त्यही अरू एउटा जुनी थपेको चाहिँ हाम्रो मनुष्य जुनी हो। 83,999 अरू जुनी हुन्, कीट पतङ्ग आदि हुन्। त्यसमा गन्ती नै आएनौँ हामी त, किनकि तिनीहरूले भगवानको भजनै गर्न सकेन, भगवानको शरणागति नै हुन सकेन, वैष्णवै बन्न सकेनन्। फेरि प्रसङ्ग आउँछ नि शास्त्रमा, उता गरुडले पनि अथवा रामकथामा पनि आउँछन् यस्ता अरू बानरहरूले अथवा उनीहरूले पनि भगवानको भक्ति गरिरहेथे भनेर, होइन? उनीहरूको कल्पकल्पान्तरको युगान्तरको स्मरण भगवानको कृपाले गर्दा थियो। भरत चरित्रमै आउँछ अगाडि, मृग शरीर धारण गरेर पनि भरतले भगवानको भजन गर्नुभएको थियो। र त्यसरी उहाँ भन्छ गुरु न शिष्यात् स्वजनो न स्यात् पिता न स्यात् जननी न स्यात् दैवं न तस्यात् न पतिश्च स्यात् न मोचयेद्य समुपेत मृत्युम्। ल हेर्नु है त, अगर हामीहरूलाई संसारको बन्धनबाट मुक्ति गराउने बाटो जाने बाटोमा अगर रोकटोक गर्दछन् भने गुरुलाई पनि त्यागिदिनु, माता पितालाई पनि त्यागिदिनु, बन्धु बान्धव आदि सबलाई त्यागिदिनु अरे। तर धर्म मार्गमा हिँड्नु पर्यो। धर्म मार्गमा जान दिँदैनन् भनेपछि यो मार्ग राम्रो होइन, नजा, अधर्म मार्गमा हिँड्नुपर्छ भनेपछि त्यसलाई त्यागिदिनुपर्छ। यस्ता प्रकारले ऋषभदेवले आफ्ना सन्तानहरूलाई लामो उपदेश गर्दै धेरै कुरा सिकाउँदै आफ्नो राजपाट कसरी चलाउनु पर्छ, के गर्नुपर्छ आदि कुरा सबै सम्पूर्ण कुरा सिकाउँदै उहाँ पनि आफ्नो अवधूत वेश धारण गरेर वन जानुहुन्छ। वनमा भटक्न लाग्नुहुन्छ, घुम्न थाल्नुहुन्छ, भगवानको भजनमा लाग्नुहुन्छ। राम्रो वेशमा घुम्न थाल्दा त हो राजाजी राजा हुनुहुँदो रहेछ भन्दै सेल्फी लिन आइहाल्छन्, होइन? हो कि होइन? त्यसैले उहाँले सब थोक त्यागिदिनु भयो बस र केवल एउटा कौपिल लगाएर मस्त मगन भए साँड गोरु देखारी घुम्नुहुन्थ्यो। साँड गोरुको छेउमा हर कोही थोरै न जान्छ? जाँदैनन्, डराउँछन्। हुन त सिधा हुनुहुन्थ्यो, तर उहाँलाई नुहाउनु सुहाउनु छैन, जहाँ जे भेटो त्यही खायो, जहाँ गाई गोबर छ भने ती माथि सुतिदियो, भगवानको भजन गर्यो, त्यसरी भ्रमण गर्नु। अब गोबर लागेको व्यक्तिको छेउमा कोही जाँदैनन्, कोही जान्छन् त ए गनाएको रहेछ भने, हो कि होइन? अहिंसा परमो धर्म भन्छ, तर अहिंसा गर्न छोड्दैन, होइन?
संसारको रीति हो के भन्ने। यसरी ऋषभदेवले पनि आफ्नो शरीर अन्त्य समयमा त्याग्नुहुन्छ र भरतजीले राज्य गर्नुहुन्छ। भरतजीले राज्य गर्दा गर्दै गर्दा गर्दै उहाँ पनि धर्मात्मा हुनुहुन्थ्यो, तर उहाँले पनि आफ्नो सबै थोक परिपाटी आफ्ना छोरालाई दिनुहुन्छ, सुमतिलाई दिएर वन जानुहुन्छ। वनमा गएर भजन गर्ने क्रममा कहाँ आउनुभएको थियो भजन गर्न थाहा छ? गण्डकी किनारमा आउनुभएको थियो। तर त्यहाँ बसेर भजन गर्दा गर्दै एक दिन एउटा मृग शावक मृग पेटमा आफ्नी बच्ची लिएर जल पिउन आएकी थिइन्। त्यतिकैमा सिंहको गर्जना सुनेर भाग्ने भइन्। भाग्ने हुँदाखेरि त्यो बच्चा जुन हो पेटमा थियो त्यो बाहिर निस्क्यो र पानीमा बग्न लाग्यो। ती मृगिणी गएर जङ्गलमा पसेर उनको त मृत्यु भइहाल्यो। बिचारा भरतजीलाई त्यो दृश्य देखेर दुःख लाग्यो, कष्ट लाग्यो, ममता आयो र तिनले भरतजीले निकालेर उहाँको पालन पोषण गर्नुभयो। पालन पोषण गर्दा गर्दै मन कहाँ लाग्यो? अब त्यो मृग शावकमा लाग्यो। हेर्नु है त, मृग शावकमा लाग्यो। बिस्तारै बिस्तारै जुन प्रेम हो, जुन ममता हो, जुन माया हो, जुन स्नेह हो, त्यो सबै घरबार त्यागेर आज वनमा आएर भजन गर्नुभएको थियो। अब भजन यति राम्रो थियो, तर आज मृग शावकले गर्दाखेरि भजन बिस्तारै 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 कम्ती भयो। मृग शावकमा मन धेरै लाग्न थाल्यो। अब लामो कथा छ यसै त। मृगको पछाडि पछाडि कुद्नुहुन्छ, घाँस लिन कुद्नुहुन्थ्यो, बिहान फुल लिन जानुपर्ने होइन, केही खाएकै छैन यसले भन्ने उनको चिन्ता गर्नुहुन्थ्यो। यत्तिकैमा एक दिन समय आयो, मृग कहीँ गइरहेथ्यो, रात्रिको समयमा आएन। ओहो चन्द्रमालाई हेर्दै भन्नुहुन्छ, हे चन्द्रमा तिमीले रक्षा गर है, त्यसलाई शीतलता प्रदान गर है, कहाँ छन् कोनी त्यसलाई कहीँ जीव जन्तुले त खाएन होला भन्दै चिन्ता गरेर बस्नुभयो। अन्त्य समयमा काल आयो, टप्प समातो लिएर गयो। यानी अन्त्य यामति सागति भन्छ। अन्त्य समयमा मतिमा जे आयो, बुद्धिमा त्यही जे आयो, विवेकमा जे आयो त्यही जन्म लिएर पुनः जन्मिनुपर्छ। पुनरपि जननम पुनरपि मरणम पुनरपि जननी जठरे शयनम। बार बार मातृगर्भमा आउनुपर्छ। त्यही र अन्त्य समयमा हरिस्मृति सर्व विपद विमक्षणम। अन्त्य समयमा हरिको स्मरण भउनु नै ठुलो कुरो हो भनेर भनिन्छ। अब फेरि मृग शावक भएर जन्मिनुभयो, तर गुजरातदेखि फेरि छोडेर घुम्दै घुम्दै आफ्ना आमा बाबुलाई त्यागेर मृग शावक हुनुहुन्थ्यो, तर पनि उहाँलाई ज्ञान भयो पूर्वजन्मको। फेरि गण्डकीमै आएर आफ्नो शरीर गण्डकीमा डुबाएर घाटीमा त्यही बाहिर निकालेर त्यही मृगको स्वरूपमै भगवानको भजन गर्नुभयो। त्यही जलमा जे बगेर आएको हुन्थ्यो पत्ताहरू त्यही खानुहुन्थ्यो, त्यतिकै भजन बिताउनु भयो र त्यो शरीर पनि छुट्टीपछि अंगिरस गोत्रीय ब्राह्मणको घरमा उहाँले ब्राह्मणको रूपमा पुनः जन्म लिनुभयो। र यसरी अब पिताजी कर्मकाण्डी ब्राह्मण हुनुहुन्थ्यो, उहाँको वर्तमान गराउनु भयो, यज्ञोपवीत संस्कार गराएर गायत्री मन्त्र सिकाउनु भयो। तर उहाँले गायत्री मन्त्र सिक्नै खोज्नु भएन। किन? आज मैले गायत्री मन्त्र सिकेँ भने भोलि पिताजीले कर्मकाण्डहरू मन्त्र पढाउनुहुन्छ, वेद चण्डी रुद्री पढाएर भोलि पर्सिदेखि त फेरि मलाई कर्मकाण्डमा लगाइदिनुहुन्छ, फेरि जन्जालमा फस्यो। बोल्यो भन्दा त म बोल्दै बोल्दिनँ, रट्दै रट्दिनँ भनेर उहाँले सब कुरो थाहा भए पनि उहाँले एकदम म त गुङ्गा हुँ, यानी लाटो हुँ भनेर लाटो झैँ भएर उहाँले बस्नुभयो। सब कुरा थाहा थियो, सब स्मरण थियो, तर पनि बोल्दै नबोल्ने, सिधा भइदिने। कसैले के भने ल ठिकै छ, कसैले जे भने ल ठिकै छ भनिदिने, खतम, मुन्टो हल्लाइदिने, ठिक छ। हेर्नु है त, यतिकैमा पिताजीले रटाउँदा रटाउँदै रट्नै सकेनन्। पिताजीको पनि समय आयो, छोडेर जानुभयो। ती अंगिरस गोत्रीका ब्राह्मण जुन थिए ती पनि छोडेर गए। अब यता एक्लै भए। अरू तीनजना दाजुभाइ थिए। ती दाजुभाइले पनि आफ्नो त भाइलाई कहिलेसम्म पाल्थे ल? अरूले विवाह गरेको थियो, उनीहरूको काम आफ्नो आफ्नो थिए। यो काम गर्दैन, केही पनि बसेर खानु मात्रै। 2-4 दिन त खौलान्, 4-5 दिनदेखि नि भाइ आफ्नै पतिदेवलाई पत्नीले कोस्न थालिदिनु, होइन हो म त सक्दिनँ हो, यसको कपडा सपडा धुन, यो केही गर्दैन, फोरी भएर बस्छ भनेर भनिन् भने के गरोस्? दाजुले पनि भगाइदिन खोज्छन्, होइन? बिचरा के गर्ने? अब त्यत्तिकै भ्रमण गर्न थाल्नुभयो। जसले जे काम हराए पनि त्यही काम गरिदिनुहुन्थ्यो, जसले जस्तो दिन्थ्यो त्यस्तै मिठो मानेर खानुहुन्थ्यो। अब आजसम्म भाइहरूले काम लगाएका थिएनन्, तर भाइहरूले थाहा पाए गाउँघरमा गएर काम गर्दो रहेछ, यसो अलिअलि जे दियो त्यही खाँदो रहेछ भन्ने थाहा भयो। र आज
उनीहरूले आफै काम गर्न पठाए, ल जा यो काम गर, म काम गर्दै गर, खाना लिएर आउँला भनेर भन्दा खेत खन्न लगाएछ। हेर्नु है त, खेत खन्न, ल यहाँ खनै भनेर देखाएर आए दाजुले। यहाँ खन भनेका उसले खनेका खने एकै ठाउँमा खनेका ठुलो गड्डा बनाइदिनु भयो। अब घरदेखि ल हेर्नु है त, खाना त लिएर आउनु, तर राति बसेको जुन माम्री लागेको भात हुन्थ्यो त्यस्तो लिएर आउँथे, जुन रोटी डढेको थियो त्यसले ल्याएर दिन्थे, तर पनि भरतजी मिठो मारेर खानुहुन्थ्यो। ओहो, अब मेरी दाजुहरूले भने यो त साह्रै मूर्ख रहेछ हौ, यसलाई त यहाँ खेत खन्छ कि भनेर लगाएको, साह्रै एकै ठाउँमा मात्रै गड्डामा त बत्ती बनाएछ बज्याले भनेर फेरि धम्काए, छोडे। ल ठिकै छ, अब के गर्छस् घुम खा भनेर छोडे। त्यतिकैमा अब पाल्नु त पर्यो, जहिलेसम्म शरीर भए पनि, जस्तो सुकै भए पनि होइन, जसरी सकिन्छ। अब आफ्नै श्रीमतीको किचकिच सुनेर हुन्छ कि गहरी हुन्छ, अब भाइ हो अलिअलि त ममता राख्नै पर्यो भन्दै, प्रेम राख्नै पर्यो भन्दै पालना गर्थे। अब एक दिन यसरी नि, ल गएर खेत रुङ, बिउ छरेको छ, धान रोप्नुपर्छ, त्यहाँ गएर खेत रुङै भनेर पठाए। हेर्नु है त, ठिक छ। अब खेतमा अब धेरै खेत हुँदाखेरि खेतको बिचमा एउटा कटेर पनि बनाइएको हुन्थ्यो, होइन हो कि होइन? भन्नुहोस् न, राधे राधे। अब लामो कटेरो छ भने बिचमा एउटा कटेर पनि बनाइएको हुन्छ, त्यत्रो लामो खेतमा कहाँ बस्ने? त्यो माथि बसिसकेपछि न हाहार हो गर्न पाइयो, हो कि होइन? माथि बसेर घाम पनि धेरै धुप लाग्यो भने पनि, घाम लाग्यो भने पनि त्यसमा ओत्तिन मिलो, पानी पर्यो भने पनि त्यसमा अलिकति छाउँ हुन पाइयो। यसरी समय बित्दै गयो। अब खेत रुङ्न पठाका, आज बिउ राखिरहे, मजसँगले पट्टा लगाएर गोरु जोतेर धान रोप्नको लागि बिउ राखिरहे र उनीहरू बिउ राखेर आए। यताति भरतजीलाई धान रोप्न बसाका, भरतजी मर बसेर हेर्नुहुन्छ र भन्नुहुन्छ, के भन्नुहुन्छ थाहा छ? राम जी की चिड़िया, राम जी की खेत, राम जी की चिड़िया, राम जी की खेत, खाओ रे चिड़िया भर भर के पेट, खाओ रे चिड़िया राम जी की खेत, राम जी की